नमस्ते, अन्यवासेयो। सबैजना आराम हुनुहुन्छ होला? म मोडल सेट 18 लिएर आएको छु यहाँहरुको लागि। सँगै रहनु होला। परीक्षा राम्रोसँग दिनु होला। परीक्षामा धेरै जनाको परीक्षा चाहिँ अलिकति हडबडाट, अलिकति प्रेसरले गर्दा पनि बिग्रिएको छ। अलि आफूलाई अलि सरल राखेर के भन्छ काम भएर है एकदमै कुल भएर गएर परीक्षा दिनु होला। कहिलेकाहीँ जानेकै कुरा पनि बिग्रिन्छन्। अलिकति आत्तियो, तनाव भयो, प्रेसर भयो भने ल ओके, आजको सेटलाई सुरु गरौँ है त। सेट 18 लाई ल हेर्नु त। ओके, 일번 부터 4번까지 다음 그림을 보고 맞는 단어나 문장을 고르십시오 भन्छ। तलको चित्र हेरेर मिल्ने शब्द अथवा वाक्य चाहिँ छान्नुहोस्, छनौट गर्नुहोस् भनेर भन्छ। अब हेर्नु त, यहाँ हेर्नुभयो भने चाहिँ यो चित्र हेरेर चाहिँ अप्सनबाट एउटा छान्नुहोस् भनेको छ। अप्सन होसु, होसु भनेको पाइप है, त्यो लुलो पाइप अथवा प्लास्टिकको पाइपहरू हुन्छ, त्यसलाई के भन्छ? होसु भन्छ है। तपाईहरुले अर्को होसु सुन्नु भएको छ। यो होसु भन्ने फेरि के हो? ताल हो है। यसमा पनि फलामको पाइपहरुलाई चाहिँ फाइफु भन्दा हुन्छ हो। त्यस्तै ग्वान, फेग्वान भन्छ, त्यो प्लम्बिङको पाइपहरु, मोटो मोटो पाइपहरु हुन्छ नि, ठुलो फलामको अथवा अरु पाइपहरुलाई, मोटो पाइपहरुलाई चाहिँ ग्वान, फेग्वान भने हुन्छ है। अनि त्यो लुलो पानी लगाउने, हामीले बिरुवाहरुमा पानी दिने खालको पाइप हुन्छ है, त्यस्तो खालको पाइपलाई चाहिँ के भन्छ? होसु भन्छ। त्यस्तै थोसा, यो थोसा भनेको के? पानीका स्रोतहरु, मुहानहरुमा चाहिँ तालमा, नदीमा हैन, तिनीहरुमा चाहिँ तल पिँधमा रहेको, फेदमा रहेको माटो, बालुवा है, माटो, बालुवा अथवा के भन्छ? लेदो पनि भन्छौँ हामी हैन। त्यो मिसिएर पानी भित्रै रहेको, थुप्रिएर रहेको चाहिँ जुन त्यो माटो, बालुवा, लेदो, यो मिक्सचरलाई चाहिँ के भन्छौँ हामी? थोसा भन्छौँ। त्यस्तै हो नि त सुरो, सुरो भनेको के हो? नहर हो। हामी सानो भयो भने कुलो पनि भन्छौँ हैन, कुलो, नहर है, सुरो पानी बग्ने नहर है। अनि छिमजनमूल भनेको चाहिँ यो पानीका स्रोतहरुले पानीको स्रोतहरुमा चाहिँ भएको गेगरहरु, गिटी, बालुवाहरु, यो यिनीहरु किनारमा हुन्छ नि, किनारमा हुने है, बालुवा, गिटी, ढुङ्गा, माटो हुन्छ नि आदि, यिनीहरुलाई चाहिँ के भन्छ? छिमजनमूल भन्छौँ हामी है। अब यहाँ यो थोसा र छिमजनमूलमा फरक के त भन्दा, थोसा भनेको पानी भित्र रहेको, अनि यो छिमजनमूल भनेको चाहिँ किनारमा रहेको। तपाईहरुले चित्र पनि हेर्नुभयो भने बुकमा है, यो पानी यो भित्र रहेको चाहिँ थोसा हो र बाहिर किनारमा भएको चाहिँ यो छिमजनमूल हो है। ठीक छ, ख्याल गर्नु होला। ल अब यो चाहिँ के हो? सुरो हो है, सुरो। त्यही भएर हाम्रो संज्ञामा नहर हो यो है, पानी बगिरहेछ नहरमा है। संज्ञावन साम्बन मिला। ल अगाडि जाउँ। अब इभनमा हेर्नु त। इभनमा चाहिँ यहाँ एउटा चित्र दिएको छ। र यो चित्र चाहिँ के हो भनेर हामीले यहाँबाट हेर्छौँ। ख्युनियल, ख्युनियल भनेको क्र्याक, क्र्याक पाइपहरुमा क्र्याक परेको हुन्छ नि, के भन्छ? दरार, दरार भएको हुन्छ, यसलाई हामी के भन्छौँ? ख्युनियल भन्छ हो। अनि यरिसु सुफ्रेगन भन्छ है, एयरलेस, एयरलेस स्प्रेगन है। पेन्टिङ गर्ने बेलामा चाहिँ हावा रहितको स्प्रेगन है। हेर्नु त, अलि गाढा पेन्टिङ गर्नु छ, धेरै ठाउँमा छिटो, धेरै क्षेत्रमा चाहिँ एकदम छिटो के अरे स्प्रे गर्नु छ, रङ लगाउनु छ भने हामी के गर्छौँ? एयरिसु स्प्रेगनको प्रयोग गर्छौँ। यो पनि बुझ्नु होला तपाईहरुले। एयरलेस स्प्रेगन है, हावा रहित भनौँ है। एयरलेस भनेको के? हावा रहित, हावा नभएको भनेको हावा नमिसिएको भन्न खोजेको स्प्रेगन। अनि थोरे होसु भनेको, थोरे होसु भनेको के? पेन्ट पास गर्ने, पेन्ट पास गर्ने पाइप, पेन्टिङको काम गर्ने बेलामा, स्प्रे गर्ने बेलामा चाहिँ जुन पाइपले चाहिँ पेन्टिङ कलर पास गर्छ
हो त्यो बाहेक नि यो छोऱ्यो छु है। त्यसपछि हेर्नु त एयरिसु सुफ्रेई फम्फु भन्छ है। हेर्नु त एयरलेस हावारहित है स्प्रे पम्प है हावारहित हावा नभएको हावा नमिसिएको स्प्रे पम्प। यो यसले स्प्रे गन भनेको थियो, यसले स्प्रे पम्प भनेको है। हेर्नु त अब यो चाहिँ के हो त स्प्रे पम्प हो है। गन चाहिँ यस्तो हुन्छ नि त हैन यस्तो है। अन्दाबुन साबन मिल्दा एयरिसु सुफ्रेई फम्फु हो। अन्दाबुन साबन मिल्दा लगाएर जाउँ साम्बनमा। साम्बनमा पनि चित्र छ तर यो क्वेसन चाहिँ अलि फरक छ। हेर्नु त यहाँ के भने त भन्दा फिन खाने थुरो खाल खाली ठाउँमा जाने खाजाङ्गालमा जुन सबैभन्दा मिल्ने कुरा चाहिँ गसुल फुरुसिप्सियो छान्नुहोस् भनेर भन्नु। हेर्नु त अब यो चित्र तपाईहरुले परिचित चित्र हो, देखिरहेकै चित्र हो है। अनि बोङ आधा भन्यो बोङ आधा है। अब यहाँ खनबोङ आधा हो कि अनि खम्बोङ आधा हो कि मिलबोङ आधा हो कि अनि साबोङ आधा हो भनेर सोधेको। अब यहाँ कुन चाहिँ अप्सन राख्दाखेरि चाहिँ यो मिल्ने हो है। ल हेर्नु त यो चाहिँ के गरिरहेको छ सिल प्याक गरेको छ। हेर्नु त जम्मै बाहिरी पदार्थ नछिरोस्, बाहिरबाट हावा पानी केही नछिरोस् भनेर एकदमै बाहिरी पदार्थहरू धुलो माटो हावा यस्तो नछिरोस् भनेर पुरै सिल प्याक गरेको छ। सिल प्याक गर्नुलाई हामी के भन्छौँ मिलबोङ आधा भन्छौँ। त्यही भएर अप्सन 3 चाहिँ हाम्रो यहाँ एन्सर हुने भयो। यो एकदम नयाँ प्याटर्नको क्वेसन हो है। नयाँ अहिलेको परीक्षाबाट सोध्न थालेको क्वेसन है। यस्तो खालको प्याटर्नको क्वेसन पहिला चाहिँ थिएन। ल लगाएर जाउँ साबन यसो भने त 4 नम्बरको क्वेसनमा चाहिँ साबनमा चाहिँ के भन्यो भने 4 नम्बरमा चाहिँ साबनमा चाहिँ थाउम छुम तलका मध्ये मिच्छुल छिन अन्डरलाइन गरिएको फुपुनी भाग चाहिँ मान्नुन गसुल मुहसिल निका मिल्ने कुरा चाहिँ कुन हो भनेर भन्छ। अब कुनमा चाहिँ त्यो अन्डरलाइन गरिएको भाग चाहिँ मिलेको छ भनेर सोध्छ ल है। वनोल आज चाहिँ सङ्गैरोङ एबाङ ख्योयुगी भन्छ। आज चाहिँ यौन दुर्व्यवहार रोकथाम गर्ने तालिम है। यौन दुर्व्यवहार सङ्गैरोङ भने के यौन दुर्व्यवहार यौन दुर्व्यवहार एबाङ आधा भने के रोकथाम गर्ने। एबाङ आधा फाङ्जी आधा भनेको चाहिँ रोकथाम गर्ने तालिम ख्योइ तालिम चाहिँ इन्नुन्दागो हाम्निदा भन्छ है। हामीले इन्डाइरेक्ट स्पिचमा पढेका थियौँ नि है। भिएसटी प्लस है न अथवा नुन अथवा अनि सिधै दागो आधा। अब एक्सन भबमा न र नुन दागो आधा है। केमा एक्सन भबमा चाहिँ न अथवा नुन अनि दागो आधा हुन्थ्यो। क्वालिटी भबमा के हुन्थ्यो क्वालिटी भबमा सिधै दागो आधा हुन्थ्यो है। त्यस्तै इत्ता हप्तामा के हुन्थ्यो इत्ता हप्तामा पनि सिधै के हुन्थ्यो दागो आधा हुन्थ्यो। यति कुरा हामीले बुझाइदियो है। यसैबाट तपाईले छान्न सक्नुहुन्छ। अनि एक्सन भबमा न र उनको नुन कति बेला लाग्ने त भन्दा यदि फाक्षिम छ भने है फाक्षिम छ भने चाहिँ र बाहेकको फाक्षिम छ भने नुन अथवा फाक्षिम छैन भने चाहिँ न र छ भने रला हटाएरै न परेको न दागो आधा है। ल हेर्नु त अब यहाँ यो इत्ता हप्तामा हामीले के भन्यो दागो आधा हुन्छ मतलब दागो मात्रै हुन्छ भने यो नुन आयो नआएपछि बिग्रियो है। हेर्नु त आज यौन दुर्व्यवहार रोकथामको तालिम छ भनेर भन्नुभएको छ अथवा छ भनेर भनेको छ भन्छ। तर इन्नुन्दागोमा चाहिँ इन्नुन्दागो नभएर के भने रहेछ इत्तागो हाम्निदा हुनु पर्यो है। अब हेर्नुहोस् इभनमा फुल फिर्योहान भनेको के अनावश्यक, फिर्योहान भनेको आवश्यक, फिल फिर्योहान भनेको अनावश्यक। अनावश्यक सिन्चे
छपछोकुल भन्छ है। चिन्छे छपछोक भने के शरीर छुने है। शरीर छुवाई अथवा छुने, शरीर छुने है। छुने काम चाहिँ हामी गऱ्यो भने आन्दोइनुन्दागो हामीदा भन्छ है। अब यो आन्दोइदा छ नि है। आन्दोइदामा चाहिँ दा हटेपछि के हुनु पर्यो? त क्वालिटी भएको त होइन है। यसमा चाहिँ आन्दोइ नदागो अथवा नुन्दागो हुनु पर्थ्यो। तर त्यसमा हामीले के भन्यौँ? फाचिम छ भने मात्रै नुन लगाउने, अरू बेला नलगाउने भन्यो भनेपछि यहाँ त फाचिम छैन, किन नुन लगायो त? यो पनि मिस्टेक है। अनावश्यक शरीर छुने काम चाहिँ गर्यो भने हुँदैन भनेर भन्नुभएको छ भनेर भन्छ, अथवा भनेको छ भनेर भन्छ है। अब यस्तोमा चाहिँ आन्दोइ नुन्दागो होइन है। आन्दोइ नुन्दागो होइन कि आन्दोइन दागो हुनु पर्यो। के हुनु पर्यो? आन्दोइन्दागो हान्निदा हुनु पर्यो है। यस्तो हुनु पर्यो। आन्दोइन्दागो हान्निदा। फाचिम छैन भने नुन्दागो होइन कि फाचिम छैन भने सिधै नदागो है। यसरी हेर्नु। अब सम्बन्ध हेर्नु है। नाए नङदामे भन्छ। ना भनेको के? म। नाए भनेपछि के भयो? मेरो। मेरो नङदामे। नङदाम भनेको के? मजाक, ठट्टा। अथवा हामी के भन्छौँ? ठट्टा। मेरो ठट्टामा चाहिँ साङ्देबाङ हुन्, अर्को व्यक्ति, अर्को पक्ष है। तपाईँको आम्ने सामने भएको पक्ष व्यक्तिलाई के भन्छ? हामी साङ्देबाङ भन्छौँ है। साङ्देबाङ अर्को पक्ष चाहिँ व्यक्ति चाहिँ फुल्खे गामोल, अर्को व्यक्तिले के गर्यो? फुल्खे गामोल नुकिल्छु इत्ताको आम्निदा भन्छ। फुल्खे काम भने के? खराब अनुभूति, असहज अनुभूति, खराब अनुभूति महसुस गर्न सक्छ भनेर भनिएको छ, भनिएको छ। यस्तो हुन्छ है। ल हेर्नु त, फुल्खे गामोल भनेको के? खराब अनुभूति। अब हेर्नु चाहिँ मैले गरेको अथवा मेरो ठट्टामा चाहिँ अथवा मजाकमा चाहिँ अर्को व्यक्तिले, अर्को पक्षले चाहिँ खराब महसुस चाहिँ गर्न सक्छ भनेर भन्नुभएको छ। अब हामीले अघि के भनेको थियौँ? इत्ता हप्ता भयो भने दागो आधा लाग्छ भनेको थियौँ। इत्ता हप्तामा नुकिल्छु, इत्तामा के भयो? दागो आधा लगायो भने चाहिँ यो कुरो ठिक रहेछ भनेर भन्नु पऱ्यो हो। अब साबनमा हेर्नुहोस्। छिक्चाङ्ने भनेको कार्यस्थल भित्र सङ्गैरोङ यौन दुर्व्यवहार चाहिँ येबाङ्गल रोकथाम गर्नको लागि अथवा रोकथामको लागि है सङ्गिन्जी खाम्सुसङ भन्छ। सङ्गिन्जी खाम्सुसङ भनेको के हो? यौन दुर्व्यवहारको बारेमा बुझेको हुनु अथवा के भन्छ? लैङ्गिक समानता, लैङ्गिक भिन्नताको बारेमा बुझेर त्यही अनुसार व्यवहार गर्ने कुरा चाहिँ के हो? सङ्गिन्जी खाम्सुसङ हो है। भनेको लैङ्गिक विभेद र लैङ्गिक समानताको बारेमा अन्डरस्ट्यान्डिङ भएको कुरालाई के भन्छ? सङ्गिन्जी खाम्सुसङ भन्छ। खाम्सुसङी यो अन्डरस्ट्यान्डिङ चाहिँ फिरियो हान्दाको आवश्यक छ भनेर भन्नुभएको छ भन्छ। तर फिरियो हादामा चाहिँ फिरियो हान्दाको त हुँदैन, फिरियो हादाको हुन्छ। फिरियो हादाको आम्निदा हुन्छ है। के हुन्छ? यो नभएर फिरियो हान्दाको नभएर फिरियो हादाको हुन्छ। त्यही भएर यो पनि छङ्दाबुन साम्बन हुँदा। यसमा चाहिँ के छ भने तपाईँहरूले यो इन्डाइरेक्ट स्पिचको चाहिँ कसरी जोड्ने भन्ने कुरा चाहिँ ख्याल गरेको हुनुपर्छ है। कसरी जोड्ने भन्ने कुरा चाहिँ इन्डाइरेक्ट स्पिचमा एकदमै ख्याल गर्नुपर्ने हुन्छ। यो चाहिँ दागो आधाको भयो। अब जस्तो रागो उरागो आधा, जागो आधा अनि न्यागो आधा, यी सबैमा चाहिँ तपाईँहरूले यो कसरी जोड्ने भन्ने कुरा चाहिँ बुझ्नुपर्ने हुन्छ। त्यही भएर यो कसरी जोड्ने भन्ने कुरा बुझिएन भने चाहिँ यहाँ चाहिँ अब सबै उस्तै लाग्छ है। त्यही भएर चाहिँ यो के भन्छ? इन्डाइरेक्ट स्पिचमा चाहिँ यो कुरा चाहिँ एकदमै ख्याल गर्नुपर्ने हुन्छ है। कसरी जोडिन्छ त है? हेर्नु त, एकचोटि हेर्नुहोस् है त।
इन्डाइरेक्ट स्पिच VST प्लस न नुन अनि धागो आधा है। यो चाहिँ केमा हो एक्सन भर्बमा हो है। अब यो दागो आधा चाहिँ के को लागि हो दागो आधा चाहिँ यदि कुनै कुरा इन्फर्मेटिभ छ अथवा डिस्क्रिप्टिभ छ इन्फर्मेटिभ छ अथवा डिस्क्रिप्टिभ छ भनेको जानकारीमूलक छ सूचनामूलक अथवा कुनै कुरा व्याख्यात्मक छ कुनै कुराको बारेमा छ भने हामी दागो आधा भन्छौँ है। कुनै कुराको बारेमा छ भने है पुरानो भनाइ छ यस्तो कुरा छ यस्तो रहनसहन छ यस्तो खानेकुरा छ यसरी भन्छौँ नि हो त्यस्तो बारेमा जानकारी दिने अथवा कुनै कुराको बारेमा व्याख्या गरिएको छ भने यस्ता कुराहरूमा चाहिँ के हुन्छ दागो आधा लाग्ने हो है। दागो आधाको फर्मेट ल्याउने हो है। छ हुन्छ भनेर भनेको छ भन्ने अर्थमा अथवा भनिन्छ भन्ने अर्थमा है। सामान्य इन्फर्मेसन दियो भने सिम्पल इन्फर्मेसन जस्तो तपाईँलाई कसैले म घर जान्छु भन्यो भने त त्यहाँ सँगै घर जाउँ पनि भनेन तिमी घर जाऊ पनि भनेन तपाईँलाई केही पनि भनेन अथवा घर जान्छौ जान्नौ यस्तो केही पनि भनेन उसले के भने सिधै म घर जान्छु तपाईँलाई के मात्र प्राप्त भयो त्यहाँबाट जानकारी मात्र प्राप्त भयो केही पनि अरू प्राप्त भएको छैन। त्यस्तो बेलामा चाहिँ के हुन्छ दागो आधा लाग्ने दागो आधा के रहेछ एक्सन भर्बमा चाहिँ के रहेछ सरी एक्सन भर्बमा चाहिँ न अथवा नुन दागो आधा न कति बेला लाउने त भन्दा यदि अझ र बाहेकको फाक्षम छ भने केमा VSTको इन्डिङमा है भनिरहनु परेन VSTको इन्डिङमा र बाहेकको फाक्षम छ भने के गर्ने र बाहेकको अरू फाक्षम छ भने नुन दागो है। अथवा VSTको इन्डिङमा लास्टमा फाक्षम छैन वा र फाक्षम छ भने त्यो र छ भने के गर्ने रलाई के गरेर हटाएर के गर्ने न दागो यो न फाक्षममा आउने यो VSTको इन्डिङमा आएर फाक्षममा आउँछ नि त न दागो आधा लगाउने चाहिँ मैले कसरी जोड्ने मात्र सिकाएँ यति सम्झिनु भयो भने धेरै सजिलो हुन्छ है। यदि VSTको इन्डिङमा र बाहेकको फाक्षम छ भने नुन दागो आधा र बाहेकको फाक्षम छ भने है अनि फाक्षम छैन अथवा र छ भने चाहिँ रलाई हटाएर नदागो छैन भने पनि नदागो जस्तो म वर्डमा मात्र लेखिदिन्छु जस्तो खादा छ भनेपछि के भयो फाक्षम छैन भने के हुने भयो सिधै खादा हट्यो खान्दागो हाम्निदा जान्छु भनेर भनेको खान्दागो हाम्निदा। त्यसैमा यदि र फाक्षम छ भने के हुने भयो फल्दाबाट के हुने भयो र हट्ने भयो के आउने भयो नआउने भयो फन्दागो हाम्निदा कमाउँछु भनेर भन्नुभएको। त्यसपछि अब फाक्षम आयो मक्ता भने के खान्छु भनेर भन्नुभएको छ भन्छ यस्तो आयो भने के हुने भयो मङ्नुन्दागो है। उच्चारण गर्दाखेरि मक्नुन्दागो नभनेर हामी गको पछाडि नआयो भने यो गलाई म भन्छौँ त्यही भएर मङ्नुन्दागो हाम्निदा यसरी है। जान्छु भनेर भनेको छ तपाईँलाई इन्फर्मेसन मात्रै दिएको छ फन्दागो हाम्निदा कमाउँछु भनेर भनेको छ अनि मङ्नुन्दागो आधा खान्छु भनेर भनेको छ। यो चाहिँ यो तपाईँको प्रेजेन्ट टेन्समा लगाउने न अथवा नुन दागो आधा इन्फर्मेटिभ छ भने जानकारी मात्रै दिएको कुरा है यसबाट जानकारी मात्रै दिएको भन्ने बुझिन्छ। त्यस्तै कुरामा यसैमा चाहिँ तपाईँको यदि क्वालिटी भर्ब आयो भने के गर्ने त भन्दा क्वालिटी भर्बमा सिधै VST प्लस दागो आधा गर्ने के गर्ने रे VST प्लस दागो आधा है। VST प्लस सिधै दागो आधा जे आयो है। मान्था भनेको कि धेरै छ भनेर भनेको छ भन्नलाई के भन्नु पर्यो मान्थागो
आम्निदा अथवा यही हो मान्थाको आम्निदा धेरै छ भनेर भनेको छ हो अथवा भन्नुभएको छ हो है छाक्ता भयो भने के भयो छाक्ताको है आम्निदा सानो छ भनेर भन्नुभएको छ है छाक्ता भने के सानो छ भनेर भन्नुभएको छ त्यस्तै अब फाँच्चीमा आएन खुदा आउने भने के हुने भयो है खुदागो दा हट्यो खु अनि दागो अनि ठुलो छ भनेर भनेको छ अथवा भन्नुभएको छ अब दागो आधामा यस्तै गरेर पास्ट आयो भने के अन्त हेर्नु त पास्टको लागि चाहिँ भिएसटी प्लस आस अस हेस यस वस सबै आउने भयो त्यो चाहिँ प्लस दागो आधा आउने भयो है अब खाएँ भनेर भन्दाखेरि के हुने भयो मगत तागो आम्निदा अथवा यही हो मगत तागो यो हो फालेँ भन्नलाई के भन्नु पर्यो फालेँ भनेर भन्नुभयो भन्नलाई फर्यतागो यसरी चाहिँ बुझ्नु पर्यो पास्टमा कहिलेकाहीँ फ्युचरको कुरा पनि आउन सक्छ कहिलेकाहीँ फ्युचरको आयो भने फ्युचरको एकदमै कम आउँछ तर आयो भने है भिएसटी प्लस लउल गरागो आधा हुन्छ है लउल गरागो आधा हुन्छ है लउल गरागो आधा अथवा कहिलेकाहीँ के हुन्छ भिएसटी प्लस गेत्ताको आधा है गेत्ताको आधा पनि हुन्छ लउल गराको आधा अथवा गेत्ताको आधा नेछु भनेर भन्नुभयो भन्नुहुन्छ भनेको है अब यसमा चाहिँ तपाईँलाई एउटा कुरा के भयो अब नाउनमा चाहिँ रागो इरागो आधा हेर्नु है नाउनमा चाहिँ के हुने भयो नाउन प्लस है रागो अथवा इरागो आधा अब हेर्नु है नाउन प्लस रागो इरागो आधा है यदि नाउनसँग चाहिँ फाच्छिम छैन भने रागो आधा फाच्छिम छ भने इरागो आधा फेरि कहिले के नजुक्किने भने यहाँ चाहिँ र आउँदाखेरि के भयो भन्ने कुरासँग सम्बन्ध नराख्ने किनभने नाउनसँग कहिले पनि र आउनु नआउनु भन्नेसँग अथवा फाच्छिममा के आयो नाउनको इन्डिङमा फाच्छिम के आयो भन्ने आयो आएन भन्नेसँग सम्बन्ध होइन अथवा र आउने कुराले सम्बन्ध राख्दैन भनेको अब फाच्छिम आयो कि आएन मात्रसँग सम्बन्धित हुने भयो फाच्छिम के आयो भन्नेसँग सम्बन्ध हुने भएन त्यही भएर यदि फाच्छिम छ इरागो आधा फाच्छिम छैन रागो आधा है जस्तो कि कुनै कुराको बारेमा भन्नु पर्यो भने यसलाई त यो भनिन्छ नपर्यो भने चाहिँ के हुन्छ रागो इरागो आधा है यसलाई चाहिँ नेपालीमा यो भनिन्छ नेपाल माल्लो है जस्तो कम्प्युटर छ भने नेपाल माल्लो है सुसाङ्ख्य एन्थु र भयो भने रागो हानिन्छ यदि फाच्छिममा केही आयो भने चाहिँ के हुने भयो इरागो हानिन्छ हुने भयो है जस्तो पेपर समायो भने इगसुन हाङ्गक माल्लो छोङ्गी रागो हामीदा छोङ्गी भनेको पेपर भयो फाच्छिममा आएन त्यही भएर रागो हामीदा छोङ्गी रागो हामीदा उसरी आउँछ है जस्तो भवन देखाएर इगसुन हाङ्गक माल्लो खन्मु रिरागो हामीदा खन्मुल अनि इरागो हामीदा भयो खन्मु रिरागो हामीदा यसरी भन्नु ल यो चाहिँ दागो आधामा चाहिँ यदि फर्मेट अब दागो आधामा धेरै फर्मेट छन् है एउटा प्रेजेन्टको फर्मेट भयो प्रेजेन्टको फर्मेटमा पनि न र नुनको आयो दुईवटा हुने भयो त्यसपछि क्वालिटी भावमा एउटै हुन्छ दागो आधा मात्रै जहाँ पनि एउटा पास्टमा आसस दागो आधा फ्युचरमा लउल गरागो आधा अथवा गेत्ताको आधा अनि फेरि अर्को एउटा नाउनसँग चाहिँ रागो आधा है यसको धेरै फर्मेट छ है यो चाहिँ एकदम बुझ्नु होला सजिलो छ त्यस्तो गाह्रो पनि छैन तर लामो भएको हुनाले के हो भन्ने जस्तो है त ल कन्फ्युज नहुनु होला है त क्लियर हुने ल अब यसरी अर्को कुनै भिडियोमा म अरू जस्तो जागो आधा रागो इरागो आधा रागो उरागो आधा अनि न्यागो आधाको बारेमा पनि बताउने छु है त ल ल हेर्नु त ओ भन्न
54 हेरौँ त 5 नम्बरमा के भन्छ थाङक्रुलिलको न्योङ्गा खातुन कसुल कोरिसिप्स्यो भन्छ है छुमिन थुङलोकजुङ भन्छ है अन्त छुमिन थुङलोकजुङ भनेको चाहिँ नागरिक दर्ता पत्र भन्छ यो चाहिँ कस्तो भने यहाँ के भनेको छ यो अलि नबुझिए जस्तो रहेछ चाहिँ म यहाँ लेखिदिन्छु छेवे खङमिन भनेको छ छेवे खङमिन भनेको चाहिँ विदेशी के अरे कोरियनहरू चाहिँ बाहिर विदेशमा है विदेशमा रहेका कोरियनको दर्ता यो फेरि कस्तो हुन्छ भने कोरियाको एक ठाउँमा रहेका अर्को ठाउँमा बसेर काम गर्दैछन् केही गर्दैछन् भने त्यसको पनि दर्ता भएको हुन्छ त्यस्तो खालको दर्ताहरू चाहिँ है यो छेवैमिन भनेर भन्छ है ल अनि को रहेछ त यो होङ्गेलदोङ रहेछ यो मान्छे चाहिँ यो नाम भयो होङ्गेलदोङ अनि यसको नम्बर चाहिँ के छ इली साम्साओ युग थासी अनि छिलफालको इलयङ अनि इल इ यस्तो रहेछ हो अनि सौल थुकबेल्ची सौल सहर त्यसपछि खुथोङ भनेर भनेको छ यो एड्रेस चाहिँ यसरी आएको छ है अनि 2015 1/22 रहेछ अनि सौल थुकबेल्ची भन्छ है अनि खुछङजाङ भन्छ सौल थुकबेल्चीको अफिसमा दर्ता गरेको रहेछ अब यसले के भन्छ यहाँ वङ्गिलदोङसिए छुमिन थुङलोक जुमुन वैगुगिन थुङलोक जुमुनिदा विदेशी परिचय पत्र हो त होइन है विदेशी परिचय पत्र होइन है विदेशी परिचय पत्र भयो भने यो मान्छे चाहिँ के हुन्छ विदेशी हुन्छ नि त है अब फाल्गुप नाल्चानुन अनि इछान इसिप नियनिदा 2020 हो भन्छ होइन यो 2015 हो अनि छुमिन थुङलोक जुमुन सौरेछ फाल्गुप थुयत्ता भन्छ सौलबाट फाल्गुप भएको छ भन्छ ठिक छ यो है अनि अर्को के भनेको छ छुमिन थुङलोक फनोनुन है इली साम्सा ओ युग थासी अनि छिलफाल खु इल अनि यङ इल इल भन्यो यहाँ इल इ छ यहाँ एउटा मात्रै अङ्क फरक पारेको छ यो पनि है सम्झावन साम पनि मिल्दैन ल यस्तो खालको क्वेसनहरू सोधिरहेको छ है आइडी कार्ड दिएर अनि त्यसपछि गएर अरू विभिन्न औषधिका खोलहरू कभरहरू दिएर बिलहरू दिएर यसरी पनि सोधिरहेको छ अथवा ट्रेनिङहरूको इन्फर्मेसनहरू यिनीहरू दिएर पनि क्वेसन सोधिरहेको छ है ल फ्यौजिनुन मुसुन तुसिम्निका भन्छ यो फ्यौजीले चाहिँ कुन अर्थ दिन्छ भन्छ है त्यहाँ त माथि जान मिल्छ तल जान मिल्छ है अनि यो मान्छेहरूको चित्र आयो मान्छेहरू तल जान माथि जान मिल्छ भनेको चाहिँ के हो है खेदा निम्निदा भर्याङमा पनि जान त मिल्छ भर्याङमा चाहिँ के हो हिँडेर जाने हो यहाँ चाहिँ के हो मान्छे उभिएर जाने है यहाँ अनि यसो खेल्दै त भन्छ यसो खेल्दै त भनेको पनि त्यो विद्युतीय भर्याङ हो नि त है लिफ्ट हो तर विद्युतीय इलेक्ट्रिक हो बाहिरबाट घुम्ने हो है यसरी लिफ्टबाट जाने होइन है अनि एलिभेट इम्निदा हो हामीलाई चाहिएको यन्त्र चाहिँ यो एलिभेट हो यो चाहिँ एलिभेटर हो है लिफ्ट हो अनि छुरी मुन इम्निदा भन्छ प्रवेशद्वार हो होइन है त्यही भएर सिधै तल जाने फेरि माथि जाने तल आउने चाहिँ यो चाहिँ यो एलिभेट हो छन्दावन है त ल जाउँ अब छिलबनमा हेर्नु त थाउन थानवा ख्वाङ्गे इन्नन कसुन मसिनिका भने है ल हेर्नु त अब हेर्नु है यहाँ दिएका यी शब्दहरूको सँग सम्बन्धित कुराहरू है यिनीहरूमध्ये कुन चाहिँ सम्बन्धित छ यी कुराहरूसँग कुन चाहिँ सम्बन्धित छ त्यो चाहिँ छान्न पर्यो है हेर्नु है साइजु भन्यो भने साइजका कुरा गर्नु हो अनि खाप भन्यो कि मूल्य है हामी खाग्यात पनि हुन्छ है अनि स्वयं भनेको के हो दारी है स्वयं भनेको दारी है अनि मरी भनेको यहाँ टाउको त होइन होला कपाल होला है कोरियनले फेरि मरी भनेपछि टाउको पनि मरी भनेर बुझ्ने भए अनि कपाललाई पनि मरी भनेर बुझ्ने भए र दिमाग भन्दा पनि दिमाग छैन भन्दा पनि मरी अक्स होइन मरी अक्स भन्ने हो है अनि एनफिल भनेको के पेन्सिल
र सागवा भनेको स्याउ हेर्नु त हो। यिनीहरू सबैसँग मिल्ने कुरा चाहिँ जस्तो अब स्याउ मक्तासँग मिल्छ नि त स्याउ, अरू कुरा नमिल्न सक्छ हो। हेर्नु त यसरी हेर्नु पर्यो ल। हेर्नुहोस् है त यो के हो सादा, सादा भनेको किन्नु, त्यो स्याउलाई किन्नु भन्न पनि मिल्यो, एनफिल पनि किन्न मिल्यो, तर फेरि मरि किन्न मिलेन है, किन्नु हुन्छ है। सम्बन्ध त्यसरी हेर्ने है। हेर्नु त कुन्था, कुन्था भने के छोड्नु, टुक्रा पार्नु, टुक्रा पार्नु है, काट्नु पनि भन्न मिल्यो हो। अनि त्यसपछि कुनै कुरा चाहिँ सधैँको लागि छोडिन्छ नि, त्यसलाई पनि भन्न मिल्यो छोड्नु। ए नयाँ वर्षमा म चिया छोड्छु, रक्सी छोड्छु है, चुरोट छोड्छु, के छोड्छु भन्दा हुन्छ नि, त्यो पनि के हो कुन्था है, छोड्नु सधैँको लागि है, त्यसलाई पनि कुन्था भन्छ है। अनि काक्ता, काक्ता भनेको हामी के भन्छौँ घटाउनु, यो प्राइसहरू घटाउने कुरामा। अनि ताच्नु, बाहिरको कभर बोकेर ताच्नुलाई पनि के भन्छ काक्ता भन्छ हो। अनि अर्को छ मक्ता, मक्ता भनेको खानु। अब हेर्नुहोस् है, अब साइजलाई खाने मिलेन, खाप मूल्य मिलेन, स्वयंदारी मिलेन, मरि मिलेन, एनफिल मिलेन है। सागुवा चाहिँ मिल्ने भयो, तर एउटा मिलेर हामीलाई पुगेन। त्यस्तै अब त्यस्तै गरेर सादा किन्नु है, किन्नुमा चाहिँ साइज किन्ने, मूल्य किन्ने, दारी किन्ने, टाउको कपाल अथवा भनौँ न कपाल किन्ने मिलेन। एनफिल किन्ने मिल्यो, सागुवा किन्ने मिल्यो, दुईटासँग मात्र मिल्यो, दुईटासँग मात्र मिलेर त भएन। अनि कुन्था, कुन्थामा अब एनफिल टुक्रा पार्न मिल्ला हो, तर अरूमा चाहिँ कुन्था युज हुँदैन है। अब त्यसपछि गएर काक्ता हो, यो काक्ता चाहिँ के हुनुभयो सबैसँग मिल्ने भयो, साइज घटाउने मिलाउने काक्ता, खाप्सुल काक्ता मूल्य घटाउने है, स्वयं काक्ता दारीलाई सानो बनाउने, काट्ने टुक्रा छोटो बनाउने। अनि मरिरुल काक्ता यो पनि के भयो कपाल चाहिँ छोटो बनाउने। अनि एनफिल काक्ता पेन्सिल ताच्ने, ताच्छौँ हामी होइन, सागुवा काक्ता भनेको यो स्याउको बोक्रा ताच्ने, यो पनि मिल्ने हो। त्यही भएर सम्भावना सम्बन्ध ल है त, ल हेर्छौँ। त्यही भएर रिलेटेड कसरी छ, सम्बन्धित कसरी छ भनेर हामीले हेर्नु पऱ्यो है त। हेर्नु ल हेर्छौँ। अब यहाँ थाउन थानोए फान्दे हान मारुन भनेको छ है, तलको शब्दको चाहिँ उल्टो अर्थ है, उल्टो अर्थ लाग्ने शब्द है, मसिनिका के हो भन्छ है। खबु खाँदा है, खबु खाँदा, अब खबु लाँदा सरी खबु खाँदा भनेको, खबु खाँदा भनेको गाह्रो हुनु, गाह्रो हुनु अथवा कम्फर्टेबल नहुनु, डिस्कम्फर्ट हुनु अथवा असहज हुनु, असहज हुनु, गाह्रो हुनु, असहज हुनु। अब हेर्नु त सिमसिमादा, सिमसिमादा भने के अल्छी लाग्नु, अल्छी लाग्नु। खानु खाँदा सम्भव हुनु, फ्याउनादा सहज हुनु है, सहज हुनु। हेरोप्ता, हेर्ता भनेको अलिकति हानिकारक हुनु, हानिकारक हुनु है, हेर्नु त हामीलाई हानि पुर्याउने खालको हुनु है। अब हेर्नु चाहिँ खबु खाँदा भनेको यो गाह्रो हुनु, असहज हुनु। अब के छ फ्याउनादा भनेको सहज हुनु, सम्भावना हामीलाई उल्टो चाहियो है, नेगेटिभ चाहियो, उल्टो चाहियो, सम्भावना सामान्य ल गर्छौँ। ल यस्तो क्वेसन पनि सोधेर हैरान पारिरहेछ हो है। ल हेर्नु त यस्तो खालको क्वेसनहरू पनि सोधेर हैरान पारिरहेछ हामीलाई हो। ल थाउमखुरी मूल फोको मान्नन थानावना मुन्जाङ्गोल परिसिप्सियो भन्छ, तलको चित्र हेरेर मिल्ने शब्द अथवा वाक्यलाई छान्नुहोस् भन्छ। यहाँ वाक्यहरू छन्, वाक्य छान्नु पर्यो। ल हेर्नु त यो काठको टुक्रा दिएको छ, अनि यो रुलर दिएको छ है, छा दिएको छ। अब हेर्नु चाहिँ यहाँ चाहिँ इन्च पनि भनेको छ, यहाँ चाहिँ सिएम पनि भनेको छ, यो इन्ची पनि छ र सिएम पनि छ है। अब कुनमा दिएको छ यहाँ अप्सन है, सेन्टिमिटर है, सेन्टिमिटर पनि छ, इन्ची पनि छ। खिरी नुन लम्बाइ चाहिँ खुचमो 9.5, 9.5 चाहिँ मिलिमिटर इमिदा, मिलिमिटर छ भनेको। अनि अप्सन ईमा के भन्यो, खिरी नुन खुचमो सेन्टिमिटर इमिदा भन्छ है। सबैमा खुचमो, योमा
खुचमो दुईटा दियो त्यसपछि गएर खिरिनुन फाल्चमो मिलिमिटर입니다 अनि खिरिनुन फाल्चमो सेन्टिमिटर입니다 यसले के भन्यो भने 9.5 मिलिमिटर छ 9.5 सेन्टिमिटर छ अनि 8.5 मिलिमिटर छ 8.5 सेन्टिमिटर छ भने अब पहिला चाहिँ हामीले यहाँ क्याल्कुलेसन गर्नु कति मिटर भन्ने कुरा चाहिँ हेर्नु अहिले हेर्दा 0 बाटै सुरु भएको छ भनेपछि 1 2 3 4 5 6 7 8 8 भइसक्यो 8 अनि 8.5 मा छ 9 त यहाँ छ भनेपछि 8.5 हो अब 8.5 चाहिँ मिलिमिटर हो कि सेन्टिमिटर हो यो पनि ख्याल गर्नु पर्यो है के हो यहाँ हेर्दा यो त सेन्टिमिटर हो नि त मिलिमिटर भन्यो भने बीचको गन्न पर्यो नि त यहाँ आउँदा 10 हुने भयो यहाँ आउँदा 20 हुने भयो यहाँ आउँदा 30 हुने भयो अनि यहाँ आउँदा त के हुने भयो 80 हुने भयो 80 पछाडि के हुने भयो यो 85 हुने भयो है हेर्दा फाल्सिबो मिलिमिटर त हो कहिलेकाहीँ क्वेसन के गर्न सक्छ अब यहाँ फाल्सिबो मिलिमिटर आउन पनि सक्नु है फाल्चम ओ सेन्टिमिटर फाल्सिबो मिलिमिटर एकैचोटि त आउन मिलेन तर झुक्क्याउनलाई चाहिँ मिलाएर सोध्न चाहिँ सक्यो हो त्यही भएर चाहिँ के भयो खिरिनुन फाल्चम ओ 8.5 चाहिँ सिएम हो फाल्चम हो यो चाहिँ के हो एम हो यसरी पनि सोध्न सक्यो है त्यही भएर फाल्चम हो सेन्टिमिटर 8.5 सेन्टिमिटर सन्दाबुन साबन입니다. है त ल हेर्छौँ धेरै पटक सोधिरहेको क्वेसन हो यसलाई ख्याल गर्नु होला अब कहिलेकाहीँ के गर्छ भने हेर्नु चाहिँ यही क्वेसनमा चाहिँ कहिलेकाहीँ जस्तो यहाँबाट सोध्दैन यो एरो चाहिँ यहीँसम्म नल्याएर यो एरो चाहिँ यहाँ यो 1 छ नि यो हो यहाँसम्म हो यहाँबाट सोधिदिन्छ कहिलेकाहीँ झुक्क्याउनु अनि हामीलाई कन्फ्युज गराउँछ नि त यहाँबाट सोधिएपछि के हुन्छ अनि हामी यही हेर्छौँ यो 8.5 भयो भनेर हेर्छौँ नि त तर 8.5 हुनालाई यहाँ त 1 बाट सुरु गरेको छ नि त्यही भएर 1 बाट 1 सम्म यहाँ 1 भयो यो 2 भयो 3 भयो 4 भयो 5 भयो 6 भयो र 7 भयो है यो 8 सम्म पुग्दा 7 हुने भयो किन 1 बाट सुरु भएको छ नि त त्यही भएर अब यो त्यति बेला चाहिँ के हुन्छ यो 7.5 हुन्छ अथवा 7.5 सिएम अथवा 75 एम भइदिन्छ यस्तो बेला पनि कन्फ्युज गराउँछ कि यो पनि ख्याल गर्नु होला कहाँबाट कहाँसम्म सिक्या छ है यो आइक्यू स्टाइलको क्वेसन त ख्याल गर्नु होला है त लगाएर जाउँ सिब्बनमा हेर्नु 10 नम्बरमा यो सिब्बन र सिभिल वनमा चाहिँ के भन्यो भने थाउमकुरु लिलको न्याङ्गा खातुन वसुल खोरसिप्सियो भन्छ तलको हरफलाई पढेर चाहिँ के अरे विषयसँग उस्तै हुने कुरा चाहिँ छान्नुहोस् भनेको छ ल हेर्नु सौर्य स फसुना छिया छरोल थाल्थे भन्छ सौलमा चाहिँ बस अथवा भूमिगत रेल छियाछाल मेट्रो ट्रेन चढ्ने बेलामा ख्योथोङ खादुरुल सायोङ आम्यान भन्छ है ख्योथोङ खादु है तिमोनी कार्ड अथवा सवारी कार्ड यातायात कार्ड चाहिँ प्रयोग गर्यो भने आज फेल्ली हामीलाई एकदमै के हुन्छ सहज हुन्छ भनेर भन्यो झन्गुमी अप्सदो भन्छ है क्यास नभए पनि ख्योथोङ खादुरुल इयोङ छ त्यो यातायात कार्ड प्रयोग गरेर छारुल थाल्छु इस्मिता गाडी चढ्न सकिन्छ भन्छ खुरीगो अनि ख्योथोङ खादुरुल सायोङ आम्यान त्यो ख्योथोङ खादुलाई प्रयोग गर्यो भने चाहिँ फसुना छियाछल बस अथवा भूमिगत रेल माउल बसु यो गाउँतिर जाने बसहरू है गाउँले बसहरू अनि बसु योगो मूल त्यसको खर्च चाहिँ जुन योगुम भाडा छ खर्च छ त्यो भाडा चाहिँ कस्ट चाहिँ के हुन्छ हारिन फादुल्सु सुविधा भनेको डिस्काउन्ट पाउन सकिन्छ जस्तो कोरियामा चाहिँ तपाईँले क्यास तिर्दा 1350 तिर्नुहुन्छ भने कार्डबाट टच गर्नुभयो भने अथवा कार्डबाट तिर्नुभयो भने चाहिँ 1250 तिर्नुभयो भने है यस्तो हुन्छ अब 100 रुपियाँ सिधै के भयो दिनदहाडै डिस्काउन्ट भयो नि 100 को डिस्काउन्ट भयो है लामो यात्रामा त्यही अनुसारको फरक पर्यो भनेको डिस्काउन्ट पाउनुहुने है आदर्श सुविधा ख्योथोङ खादुनुन छिया छर्यगिना भन्छ यो यातायात कार्ड चाहिँ छियाछल यक भनेको भूमिगत रेलको स्टेसन अथवा फसु छङ्न्युजाङ है बस बिसाउनेहरू है बस बिसाउने अथवा बस स्टेसन भनौँ न बस बिसाउने फ्युनिजम थुङ्गे छ भन्छ फ्युनिजम भनेको 24 घन्टे पसल है पसल आदिमा चाहिँ साल्सु सुविधा किन्न सकिन्छ भन्छ छने नुन है पहिला चाहिँ
교통카드로 택시를 탈 수 없었지만 भन्छ पहिला पहिला चाहिँ यो यातायात कार्डले चाहिँ के गर्न 택시를 탈 수 없었지만 ट्याक्सी चढ्न नसकिएको भए तापनि पहिला पहिला सकिन्न थियो नसकिए तापनि 요즘은 आजभोलि चाहिँ 택시에서도 교통카드로 ट्याक्सीमा पनि यातायात कार्डले चाहिँ है त्यो 교통카드ले चाहिँ 요금을 낼 수 있어서 भन्छ त्यसको भाडा अथवा खर्च तिर्न सक्ने भएकोले आजकल हामीले एकदमै के हुन्छ सहज हुन्छ भन्छ भनेपछि यहाँ त के भन्यो यो 교통카드को सबै फाइदा सकारात्मक पक्षहरूको बारेमा भन्यो है पैसा तिर्न क्यास तिर्न भन्दा यदि तपाईले यो यातायात कार्ड चलाउनु भयो भने युज गर्नु भयो भने प्रयोग गर्नु भयो भने चाहिँ हुने सहजको कुरा र यसको प्रयोगको बारेमा चाहिँ भन्दै हैन त 1번मा के भन्छ 교통카드로 택시를 이용할 수 없습니다 भन्छ पहिला प्रयोग गर्न सकिन्न थियो अहिले चाहिँ प्रयोग गर्न सकिन्छ यातायात कार्डद्वारा ट्याक्सी प्रयोग गर्न सकिन्न भन्छ सकिन्न होइन सकिन्छ हो पहिला सकिन्न थियो भनेको भए बरु मिल्थ्यो है 교통카드로 연금을 찾을 수도 있습니다 भन्छ यहाँ कोही भनेको छ पैसा निकाल्न सकिन्छ र यसबाट पैसा निकाल्न सकिँदैन है एटीएम कार्ड होइन अनि एटीएम कार्डको काम गर्दैन है यसले अनि 3번मा 교통카드를 이용하여 है 교통카드 प्रयोग गरी है खिचामान थाल 수 있습니다 भन्छ खिचामान थाल 수 있습니다 हो होइन है यहाँ त के हो बसु 지하철 हैन बाहुल बसु त्यसो भनेको छ नि त हो अब 4번मा 교통카드를 사용하면 요금이 더 저렴합니다 저렴합니다 भनेको सस्तो पर्छ है डिस्काउन्ट पाउन सकिन्छ भनेको नि त है 할인 받을 수 있습니다 भनेको डिस्काउन्ट पाउनु भनेको के सस्तो हुनु कम हुनु है 정답은 4번입니다 यो क्वेशन पनि इम्पोर्टेन्ट क्वेशन हो है एकदम नर्मल्ली युज हुने क्वेशन है ल हेर जाऊ सिभिल 1 11 नम्बरमा हेर्नु त ओके 월급을 받기 위해 भन्छ के पाउनको लागि तलब पाउनको लागि तलब लिनको लागि प्राप्त गर्नको लागि 은행에서 통장을 개설하려면 भन्छ है बैंकमा 은행에서 बैंकमा 통장을 पासबुक चाहिँ अथवा खाता चाहिँ सञ्चालन गर्ने हो भने गर्ने विचार छ भने 개설하면 भनेको 개설하다 भनेको सञ्चालन गर्नु अथवा खाता खोल्नु है 먼저 सुरुमा चाहिँ पहिला चाहिँ 통장 개설 신청서에 है खाता खोल्ने खाता सञ्चालन गर्ने निवेदन पत्रमा है 자신의 성명과 आफ्नो है नामथर अनि छुसो ठेगाना 연락 가능한 전화번호 कन्ट्याक्ट गर्न सम्भव हुने फोन नम्बर अनि थुमुल आदि चाहिँ 정확하게 भन्छ एकदम स्पष्टसँग है यो त अथवा एक्युरेटली है खिचिआएको उल्लेख गरेर 본인의 직접 서명해야 합니다 भन्छ व्यक्तिले आफैले 직접 भनेको स्वयं आफैले है 본인이 भनेको व्यक्ति है व्यक्तिले स्वयं आफैले 서명해야 합니다 भनेको साइन गर्नुपर्छ भन्छ 또 हान अझै साथै 통장을 만들 때 भन्छ पासबुक बनाउने बेलामा अथवा खाता बनाउने बेलामा 본인을 확인할 수 있는 भन्छ है त्यो व्यक्तिलाई चाहिँ चेक गर्न सकिने गरी अथवा पुष्टि गर्न सक्ने चाहिँ 신분증도 반드시 है परिचय पत्र पनि म खाता खोल्न आउँछु म यो भनेर के गर्नको लागि पुष्टि गर्नको लागि चाहिँ के हुनु पर्यो मसँग परिचय पत्र है 있는 신분증 परिचय पत्र पनि 반드시 भनेको के अनिवार्य है 지참해야 하며 भन्छ है 지참해야 하며 प्रस्तुत गर्नुपर्छ अथवा त्यहाँ उपलब्ध गराउँदै 경우에 따라 भन्छ अवस्था अनुसार चाहिँ 추가 서류를 थप डकुमेन्टहरु चाहिँ है 요구할 수도 있습니다 माग गर्न पनि सकिन्छ भन्छ है त्यस्तै 추가 है 서류를 요구할 수 있습니다 अझ थप डकुमेन्टहरु पनि उनीहरुको के भन्छ नियम अनुसार अवस्था अनुसार चाहिँ अरु डकुमेन्ट पनि माग्न सक्छ भन्छ है 1번मा हेर्दा 월급은 통장으로 받기가 어렵습니다 भन्छ है तलबलाई चाहिँ खातामा प्राप्त गर्न चाहिँ गाह्रो हुन्छ होइन सजिलो हुन्छ गाह्रो हुन्छ हैन सजिलो हुन्छ है अनि 통장 개설 시 भन्छ खाता खोल्ने समयमा भनेको है 개인 정보가 필요하지 않습니다 व्यक्तिगत जानकारी आवश्यक पर्दैन भन्छ आवश्यक पर्छ है अनि 이름 없이 사인만으로도 통장을 개설할 수 있습니다 नामै नभइकन
साइनले सिग्नेचरले मात्रै खाता खोल्न सकिन्छ भनेर होइन। नाम लेखेपछि नाम अनुसारको साइन गर्ने हो। थोङजाङुल मान्दोल्ते वैगुगिन थुङलोकजुङी फेरि हामीलाई यदि विदेशी हो भने विदेशीको चाहिँ के गर्नुपर्छ, विदेशी परिचय पत्र चाहिँ आवश्यक पर्छ। त्यो भनेको विदेशी परिचय पत्र भनेको के हो है, वैगुगिन थुङलोकजुङ भनेको के हो हाम्रो लागि के हो, विदेशीको लागि सिन्बुन्जुङ हो। सिन्बुन्जुङको काम गर्छ नि त, परिचय पत्रको काम गर्छ है। ल सुन्दाबुन साबन ठिक छ ल है। फान्दुची छिचामिया भनेको छ नि, छिचामिया हामी भनेको त्यहाँ प्रस्तुत गर्नुपर्छ अथवा लिएको हुनुपर्छ, साथमा हुनुपर्छ भन्ने अर्थमा बुझिन्छ है। ल जाउँ। सिबी वन भयो त शिक्षिल वन है, हेर्द 12 नम्बरदेखि 17 नम्बरसम्म है। किनखाने थुरा खाल खाजाङ आलमाजुन घजुल खोरी शिक्षक खाइ ठाउँमा जाने सबैभन्दा मिल्ने कुरा चाहिँ छान्नुहोस् भन्छ है। यल्दुसी डट 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 है, हान्सी साइए छम्छिमुल मक्सुमिदा भन्छ। एकदम पार्टिकलको क्वेसन सोधेको छ है। कहिलेकाहीँ यस्तै सिम्पल क्वेसन सोध्छ है। रो भनेको है मार्फत, द्वारा, कहिलेकाहीँ मा यस्तो अर्थ लाग्छ है। अथवा कहिलेकाहीँ ले है, औजारहरूमा सामानहरूमा ले लाग्छ है। यातायातमा चाहिँ मा अथवा द्वारा भन्ने अर्थ लाग्छ है। अथवा कहिलेकाहीँ मार्फतको रूपमा पनि लाग्छ। अनि कहिलेकाहीँ रो रो भनेको चाहिँ रूपमा भन्ने अर्थमा पनि लाग्छ है। खेरिङ जगुरो व्यक्तिगत रूपमा है, खुप्चे जगुरो अन्तर्राष्ट्रिय रूपमा यसरी भन्छ नि, यस्तो बेलामा पनि लाग्छ। ए भनेको के मा है, एको अर्थ कहिलेकाहीँ को भन्ने पनि अर्थ लाग्छ है। तर प्राय ए भनेको चाहिँ मा, टाइममा अथवा प्लेसमा लाग्ने हो। कुनै स्थानमा जाने आउने, त्यहाँ कुनै सामान छ भन्ने बेलामा र समयमा चाहिँ राखिन्छ। समय कुनै निश्चित समय मात्र तोक्यो भने चाहिँ है। अनि यसो भनेको हामी बाटोदेखि पनि भन्छौँ, बाटोदेखि पनि हुन्छ र कहिलेकाहीँ अनि बाटोदेखि अथवा कुनै ठाउँमा हामी स्थानमा काम गर्छौँ भने त्यति बेला मा पनि अर्थ लाग्छ। काजी भनेको हामी कुनै यस्तो बाटोदेखि भनेको सुरुवात बिन्दुको भयो र त्यो पुग्ने ठाउँ अन्तिम बिन्दुमा चाहिँ के हुन्छ, काजी लाग्छ। काजी भनेको सम्म र समयमा पनि के हुन्छ, समयमा पनि अन्तिम बिन्दुमा के हुन्छ, सम्म। समयसँग पनि लाग्छ र प्लेससँग स्थानसँग पनि लाग्छ। ल हेर्नुहोस् है त, यल्दुसी 12 बजे डट 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 हान्सी साइए 1 बजेको बिचमा भनेपछि 12 बजेदेखि है 1 बजेको बिचमा भनेपछि के भयो यस है। हान्सिएछ सरी एल्दुसिएछ हान्सी साइए भनेको 12 बजेदेखि 1 बजेको बिचमा छम्सिमुल मक्सुमिदा दिउँसोको खाना खाइन्छ है। ल छन्दावन यस साम्बन लगाएर जाउँ। सिपसाम्बनमा के भन्छ त हेर्नु त, ए छ भनेको के मा अथवा बाटादेखि भनेको अघि नै हामीले होइन, बाटा अथवा देखि। खुन्छ भनेको वरिपरि नजिकै भनेको है, खुन्छ भनेको यहीँ नजिकै अथवा यसको अर्थ वरिपरि यहीँ कतै भन्ने अर्थमा लाग्छ है। यतै वरिपरि कतै भन्ने अर्थमा लाग्छ खुन्छ। अनि उरो रौरो भनेको चाहिँ अघि हामीले लेखेको सरी है, तिरतर्फ पनि लाग्ने भयो डिरेक्सन बताउने बेलामा। अनि मा, द्वारा, मार्फत अथवा ले यस्तो अर्थमा लाग्ने है। अनि रूपमा यसरी लाग्ने। अनि ए भनेको मा अघि पनि हामीले है, कहिलेकाहीँ को रूपमा पनि आउँछ। त्यहाँदेखि छे छिमिनुन मेरो रुचि चाहिँ थोक्छ यिनीमा के हो, किताब पढ्ने, बुक्स पढ्ने, रिडिङ बुक्सलाई के भन्छ, थोक्छ। थोक्छ आधा भनेको किताब पढ्ने है, किताब पढ्ने हो। छनुन सिगानी सुल्ते म समय भएको बेला चाहिँ छाजु थोसकवान डट 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 छेको लिल गयो, किताब पढ्छु भन्छ के भयो थोसकवान। ए भनेको पनि मा हो, ए छ भनेको पनि मा हो। कति बेला ए कति बेला यसो लगाउने त, यो चाहिँ एकदमै ख्याल गर्नुपर्ने कुरा है। मिचुल चिन्हमा पनि कहिलेकाहीँ यसरी खाली ठाउँमा पनि आउने भयो हो है। अब ए कति बेला लाउने र ए छ कति बेला लाउने हुन्छ, ए र ए छ। तर ए र ए छ के को रूपमा, माको रूपमा है। बाटोदेखि त यसो भइहाल्यो, ढुक्क भयो, कुनै स्थानबाट कुनै अर्को स्थानसम्मको लागि सुरुवात बिन्दुदेखि भन्ने अर्थमा चाहिँ
यसो लागिहाल्ने भयो। तर मा कस्तो बेलामा लाउने त भन्दा यदि कुनै स्थानमा कुनै काम हुन्छ भने यसो लाउनुहोस्, अरू बेला चाहिँ लाउनुहोस्, सर्टकटमा बुझ्दाखेरि है। नत्र यदि क्वालिटी भब अथवा के भन्छ एक्सन भब आउँछ भने चाहिँ यसो लाग्छ, पछाडि एक्सन भब, यसोको पछाडि अथवा भनौँ न प्लेस छ, प्लेसको पछाडि डट डट आएर अनि स्पेस आएर यसरी पछाडि काम, जस्तो एक्सन भब सेको लिल गयो भने नि किताब पढ्छु भने इक्ता आयो हो, यसरी एक्सन भब आउँछ भने यसो लाउनुहोस्। होइन त्यहाँ बाहेक अरू इत्ता आप्ता आउँछ, कुनै कुरा छ छैन भन्ने बेलामा इत्ता आप्ता है, इत्ता आप्ता आउँछ। अनि कुनै ठाउँमा जाने भन्ने कुरा आउँछ भने चाहिँ है जाने, खादा हुँदा जुन चलायमान क्रिया छ नि, खादा हुँदा थानिदा छ नि, त्यस्तो खादा हुँदा थानिदामा पनि लाग्छ। तर फेरि यो खादा हुँदा थानिदाको प्राय चाहिँ के हुन्छ भने यसमा पनि के हुन्छ, यो ठाउँबाट जान्छु, यो ठाउँबाट धाउने गर्छु, यो ठाउँबाट आउने गर्छु भन्ने पनि हुनसक्छ। तर म्याक्सिमम चाहिँ कुनै स्थानमा जाने कुरा गऱ्यो भने चाहिँ के हुन्छ, सरी जाने कुरा भयो भने चाहिँ है इत्ता आप्ता, र कुनै स्थानमा जाने आउने धाउने कुरा गऱ्यो भने चाहिँ है मुख्य चाहिँ इत्ता आप्ता र यता कामको कुरामा चाहिँ लाग्छ है। अनि कहिले क्वालिटी भममा चाहिँ जस्तो मान्थामा चाहिँ यसो लागेको हुन्छ, यसो पनि लागेको हुन्छ, यो पनि लागेको हुन्छ, अरू प्रायः क्वालिटी भब छ भने पनि के हुन्छ यो नै लाग्छ है। त्यो भएर चाहिँ अब हामीले ढुक्क भएर छटपटमा बुझ्दाखेरि चाहिँ यदि केही काम गरेको छ भने यसो, होइन भने अरू कुरा छ भने अब जस्तो थोजोगानमा जान्छु भनेको भाइ के हुन्छ, ए लाग्थ्यो, बुझ्नु नि, थोजोगानमा जान्छु भनेको भए नि ए लाग्थ्यो, थोजोगानमा छु छिन छौँ यस्तो भनेको भए, अथवा कुनै कुरा किताब छ, कपी छ, केही छ, साथी छ भनेको भए के हुन्थ्यो, ए लाग्थ्यो। तर त्यहाँ काम गर्छु भने नि त, पढ्छु भनेको, कसैलाई भेट्छु भन्ला है, अरू कुनै काम गर्छु भन्ला, त्यस्तो भयो भने यसो लाग्ने भयो। त्यही भएर यहाँ यसो सम्धावन इल्बन एन्सर चाहिँ 1 नम्बर है त, ठिक छ। ल अगाडि 14 नम्बर है। ल हेर्दा हाङसाङ भनेको सधैँ, सधैँ, नाजुने भनेको पछि भविष्यमा, पछि, छाम्सी भनेको एकैछिन, थोरै समय भनेको छोटो समयलाई भनेको है। इल्चिक भनेको अलि छिटो, यो समयमै अथवा अलि छिटो भन्ने अर्थमा बुझिन्छ है, अलि छिटो भन्ने अर्थमा बुझिन्छ है। टाइममै भन्छ, टाइमभन्दा थोरै अगाडि, केही अगाडि भन्ने अर्थमा बुझिन्छ है यसलाई। ल हेर्नु त, छिगौँ छनुवारु लाएको सुमिदा, अहिले चाहिँ के गर्दैछु, फोन गरिरहेको छु भनेर भन् है। अहिले चाहिँ के गरिरहेको छु, फोन गरिरहेको छु है। डट 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 किदारिया छु चाहिँ हो, पर्खिदिनुहोस्, फोन गरिरहेको छु सधैँ पर्खिदिनुहोस्, फोन गरिरहेको छु पछि पर्खिदिनुहोस् है, समयमै पर्खिदिनुहोस् त हुँदैन, के हुन्छ छाम्सी, एकैछिन पर्खिदिनुहोस् है, छाम्सी है, किदारिया छु चाहिँ एकैछिन पर्खिदिनुहोस् भनेर भन्छ। ल अगाडि जाउँ, शिववन, ल हेर्नु त, उन्दोङ हेस भन्छ, व्यायाम गरेर, उन्दोङ आगो, गर्छु र अनि गरेर भन्दा पनि मिल्यो है, गर्छु र गरेर भन्ने। अब यो यिनीहरूको अर्थ के अरे नेपालीमा पढ्दा ठ्याक्कै उस्तै लाग्न सक्छ, तर के छ प्रसङ्ग अनुसार फरक पर्छ है। हामीले हेर्छौँ, मक्को भनेको खाएर, अथवा खान्छु र, अनि मगस भनेको खाएर। कस्तो हुन्छ भने आस अससँग एकोलेर एर भन्ने अर्थ लाग्छ है, हुन्छ है। आस अस हुँदाखेरि चाहिँ नेपालीमा चाहिँ एउटा एकोले कारण जनाउने अथवा कहिलेकाहीँ एर है, यस्तो अर्थ लाग्छ। र गोमा चाहिँ के हुन्छ है, अगाडिको भवसँग र अथवा एर भन्ने दुईटै हुन्छ। यो एर कमन आएको हुनाले कहिलेकाहीँ कन्फ्युज भइदिन्छ, एर भनेर हामीले भन्यौँ भने यस्तो भएर बुझिन्छ है। छनुन मेल, म हरेक दिन है। अब यो आस अस र एरको अर्थमा बुझ्ने हो भने चाहिँ यो आस अस चाहिँ
प्रायः जसो के हुन्छ भने कारण र परिणाम आएको बेलामा मलाई यस्तो भयो त्यही भएर मैले यस्तो गरेँ भन्ने हुन्छ नि है। हेर्नु त आफा छ फ्याङ भने खास छ है, बिरामी भएर हस्पिटल गएँ। किन हस्पिटल गएँ त भन्दा बिरामी भएर हस्पिटल गएँ। अनि कहिलेकाहीँ चाहिँ के हुन्छ भने एउटा कामपछि अर्को काम, अगाडिको काम गरेर मात्रै पछाडिको काम गर्न मिल्ने अवस्था छ भने त्यस्तो बेला चाहिँ कारण र परिणाम नभइकन पनि है सम्बन्धित दुई पक्ष जोड्दाखेरि चाहिँ आशा लाग्छ है। जस्तो भात पकाएर खाएँ भन्छ नि है, फाबुल छिया छ मगज छ भने भात पकाएर खाएँ भन्दाखेरि के हुन्छ, भात किन पकाउनु त, खानाकै लागि पकाउनु, भात पकाएपछि के गर्ने, खाने हो है, यस्तो अर्थमा हुन्छ नि हो। ती नर्मल्ली जोडिने कुराहरू सम्बन्धित कुराहरूमा चाहिँ के हुन्छ, आशा लागेको हुन्छ। तर गो चाहिँ कस्तो हुन्छ भने एकअर्कामा सम्बन्धित नभएका कुराहरू है। भात पकाएर खाएँ भन्दाखेरि आशा लागेको थियो भने भात पकाएँ र सरसफाइ गरेँ भन्यो भने फेरि के लाग्छ, गो लाग्छ। किन भन्दा भात खानु र सरसफाइ गर्नुसँग सम्बन्ध छैन, तर भात पकाउनु र खानुसँग त के छ, सम्बन्ध छ है। खानाकै लागि पकाउने है, अथवा पकाएपछि खाने हो, खाएपछि पकाउने होइन, पकाएपछि खाने हो। त्यस्तो खालको कन्टिन्युटी मिलेको हुनाले है आशा लाग्ने है। यहाँ पनि हेरौँ यो कस्तो खालको छ त, एकअर्कासँग सम्बन्ध छ कि एकअर्कासँग सम्बन्धित छैन भन्ने कुरा चाहिँ ख्याल के अरे अर्थ राख्ने भयो। छनो म चाहिँ मेल हरेक दिन छने अगुल साँझको खाना, साँझको खाना। छने ए भन्यो भने टाइम भयो, छने अगुल भन्यो भने साँझको खाना। साँझको खाना चाहिँ डट डट डट। अब यो उन्दुङ आधा र उन्दुङ हेसा र उन्दुङ आएको त हुने भएन। साँझको खाना भनेपछि त के त खान्छु र खाएर हुने भयो कि त यो खाएर अथवा खाएकोले हुने भयो, यसरी है। डट 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 छिङ्गु आगो सान्छेक द्वेष हेयो है, साथीसँग के पनि गर्छु, जगिङ पनि गर्छु भनेर है। म हरेक दिन साँझमा चाहिँ खाना खाएर साथीसँग के गर्छु, सान्छेक पनि गर्छु भनेर। अब खाएर है गो होला कि आशा होला? तपाईँलाई मैले अघि पनि भनेको थिएँ, यहाँ पनि भनिसकेँ है। खाएर गर्नै पर्ने काम हो, पकाएपछि खाइन्छ नि, त्यस्तै खाएपछि गर्नै पर्ने काम हो भने आशा लाग्ने, त्योसँग पुरै सम्बन्धित छ भने है। सम्बन्धित छैन भने अब भात खानु भनेको अथवा खानाकै लागि पकाउने भने जस्तै सान्छे गर्नकै लागि खाने हो त होइन, मिलेन है। अनि खाना खाइसकेपछि साथीसँग डुल्नै पर्छ अथवा जोगिङ गर्नै पर्छ भन्ने होइन है। यी दुईवटा कर्मसँग काम त होइन, सम्बन्धित काम त होइन। तर काम चाहिँ कर्मश भए, एउटा सकेर एउटा गर्यो, तर के होइनन्, सम्बन्धित होइनन्। त्यही भएर भात खान्छु र साथीसँग के गर्छु, जगिङ गर्छु। अब यसलाई तपाईँले भन्दाखेरि भात खाएर साथीसँग जगिङ गर्छु, नेपालीमा त मिल्यो। तर नेपालीमा एउटै हुने हुनाले नेपालीमा भन्दा पनि कोरियन अथवा त्यसको कन्सेप्टको आधारमा चाहिँ बुझ्नु पर्छ है। कन्सेप्टको आधारमा बुझिएन भने के हुन्छ, दुइटै त्यस्तै लाग्छ। त्यही भएर अन्त मक्को भात खाएर अथवा भात खान्छु र साथीसँग के गर्छु, जगिङ पनि गर्छु। अब यो चाहिँ भात पकाएर खान्छु भनेको भए के हुन्थ्यो हेर्नु त, फाबुल छिअस मगयो हो। यहाँ पनि के हो, पहिला भात पकाउने अनि बल्ल खाने हो नि त, भात पकाउने उतारेर खाने होइन। तर के भयो, यहाँ चाहिँ भात किन पकाउने, खानाकै लागि पकाउने। भात पकाएपछि के गर्ने, खाने। भात पकाएपछि अर्को काम नै गर्न मिल्छ, नमिल्ने होइन। तर भात पाकेपछि के हुन्छ, खानेकुरा हुन्छ है। भात पकाएर खानेकुरा हुन्छ। यस्तो कुरा यो पछाडिको खानाको लागि के हुनुपर्छ, भात पकाएकै हुनुपर्छ। तर सान्छे गर्नलाई भात खाएकै हुनुपर्छ भन्ने छ, सान्छे गरेर आएर भात खाना त हुन्छ नि त। यति कुरा खाएर गर्ने, अगाडिको नभए पछाडिको हुँदैन भन्ने अर्थमा बुझ्नुभयो नि। अगाडिको नभए पछाडि हुँदैन भने आशा होइन, अगाडिको नभए पनि पछाडिको हुन्छ, पछाडिको नभए पनि अगाडिको हुन्छ भने के हो, त्यो चाहिँ गो। एकदम ख्याल गर्ने है त। अब धेरै त हामीले डिटेलमा पढेका छौँ होइन, यसो 5वटा 6वटा पोइन्ट लगाएर आशासँग 5वटा 6वटा र गोमा 5वटा 6वटा पोइन्ट लगाएर हेरेका छौँ है। तर फेरि कसैले के भन्नुभएको हुन्छ भने पछाडि सेउ आउँदैन, ग्रामरहरू आउँदैन आशासम्म भन्नुहुन्छ, प्रायः जसो आउँदैन। तर त्यस्तो खालको कुरा आयो भने यस्तो खालको कुरा आइदिन सक्छ, त्यो कुरा पनि ख्याल गर्ने है त। ल ठिक छ, ल अगाडि जाउँ। अब सिमन्युकमा 16 नम्बर है, सिमन्युकमा जान्छ। सिमन्युक 16 नम्बरमा हेर्दा खा छ गएर खागो। अब यहाँ त्यही आयो फेरि
गएर यस्तो अर्थमा चाहिँ गएर चाहिँ गएकोले पनि अर्थ बुझ्न के अरे प्रयोग गर्न मिल्यो गएकोले भनेर। अनि यसमा चाहिँ गएरको ठाउँमा जान्छु र भनेर पनि भन्न मिल्यो है। अघिकै कन्सेप्ट हो मान्दु रहेछ बनाएर अथवा बनाएकोले बनाएकोले अनि मान्दुलको है बनाएर अथवा बनाउँछु र यसरी प्रयोग गर्न मिल्यो है। हेर्नु त अब क्याफे अथवा खाफे गएर क्याफेमा है क्याफेमा डट 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 अब हेर्नु है क्याफेमा डट 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 खफिरुल मासीको छेत्तो इल्गुल कयो भन्छ। हेर्नु है कफी पनि मासीको पिउँछु र छेत्तो किताब पनि इल्गुल कयो पढ्ने छु भने हो पढ्ने छु भनेर भन्छ। ल हेर्नु त अब हेर्नु है कतिपय साथीहरूले के भन्नुहुन्छ भने पछाडि व्याकरण आउँदैन अनि के अरे फ्युचर टेन्स पनि आउँदैन है आशा भनेर भनिदिनुहुन्छ। म त अब के भन्दा कसरी बुझ्नु भएको थाहा भयो है। त्यस्तो पनि हुँदैन फ्युचर टेन्स पनि आउँछ कहिलेकाहीँ ग्रामरहरू पनि आउँछ त्यस्तो फरक पर्छ सेउहरू पनि आइदिन सक्छ है अथवा बसिदा उसिदा पनि आउन सक्छ नआउनु भन्ने हुँदैन है। ल हेर्नु है कफी सपमा गएर है गएर अब जान्छु र पढ्छु पनि हुने भयो तर अघि मैले भनेको कुरा चाहिँ तपाईँले सम्झिनु पर्यो अगाडिको गरेर पछाडिको अनि अगाडि र पछाडिको सम्बन्ध हुने र नहुने कुरासँग हेर्नु पर्यो। अगाडि र पछाडिकोसँग सम्बन्ध छ कि छैन। कफी सपमा किन जाने कफी सपमा गएको कारणले कफी पिउने हो कि त्यो पनि होइन कारण र प्रभाव त होइन। तर कफी सपमा गएर के गरिन्छ कफी पिइन्छ भात पकाएर खाइन्छ भने जस्तै कफी सपमा गएर के हुन्छ कफी पिइन्छ। किनभने कफी सपमा चाहिँ कफी मान्दु रहेछ भन्ने त हुँदैन है। कफी सपमा कफी त बनाउँछ कि हामीले बनाउने होइन नि उसले चाहिँ के गर्छ कफी पिउँछु र किताब पनि पढ्छु भने हो। कफी सपमा किन जाने त भन्दा कफी पिउनै जाने। यदि रेस्टुरेन्टमा गएर भन्छ भने आशा छ रेस्टुरेन्टमा गएर भात खाने कुरा गर्छ भने आशा छ पार्कमा गएर जगिङ गर्छु भन्यो भने आशा छ कफी सपमा गएर कफी पिउँछु भन्यो भने आशा छ औषधि पसलमा गएर औषधि किन्छु भन्यो भने आशा छ है। युगेशिलमा गएर आराम गर्छु भन्यो भने आशा छ है। हो यो कुरा चाहिँ बुझ्नु पर्यो। त्यही भएर त्यो के हो युगेशिलमा किन जाने आराम गर्न जाने कफी सपमा किन जाने कफी पिउन जाने औषधि पसलमा किन जाने औषधि किन्न जाने पार्कमा किन जाने जगिङ गर्न जाने यस्ता कुराहरू भयो भने चाहिँ सिधै थाहा छ लाग्छ। त्यही भएर थाहा छ अन्त कफी खाफे खाछ क्याफेमा गएर कफी पिउँछु र किताब पनि पढ्छु भन्यो। त्यही भएर फ्युचर टेन्स आउँदैन भन्न मिल्यो है। कफी सपमा गएर के भन्यो कफी पिउने त्यही भएर के भयो एकअर्कामा सम्बन्धित भयो। कफी पिउनलाई कहाँ जाने कफी सपमा जाने सम्बन्धित भयो। त्यही भएर थाहा छ संज्ञा पनि इल पनि मिल्यो। ल अगाडि जाउँ। ल हेर्नु त सिप्सिलवनमा चाहिँ नेरिया छ झरेर अघि भने जस्तै हामी झरेकोले अथवा झरेर नेरीको झर्छु र अथवा झरेर यसमा पनि भन्न मिल्यो है। थागो चढेर है अनि थाहा छ चढेर। अब यो थागो र थाहा छैमा सधैँ थागो हुन्छ भनेर पढ्नु भएको हो म्याक्सिमम 99% के हुन्छ थागो हुन्छ। तर थाहा छ कति बेला हुन्छ त भन्दा यदि गलत बस चढ्नु भयो भने गलत रेल चढ्नु भयो भने है गलत बस चढेर त्यसको प्रभाव परेको छ भने त्यति बेला चाहिँ ढिलो भयो हुन्छ नि है। फसुरुल थालमत थाहा छ भन्यो भने चाहिँ थाहा छ भन्छ है। फसुरुल छालमत थाहा छ यस्तो अवस्थामा चाहिँ के हुन्छ है यस्तो अवस्थामा चाहिँ थाहा छ है। थाहा छ नुजस ढिला भयो हैन बस गलत चढेर के भयो गलत बस चढेर ढिला भयो भन्ने बेलामा चाहिँ आज हुन्छ यसरी। यो चाहिँ के भयो एउटा अर्को कुरा के पनि भयो कारण र प्रभाव पनि भयो है। त्यो चाहिँ यसरी प्रयोग गरिन्छ हैन है।
छुएछ डट 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 छिया छरोल थाहा छ है हेर्नु चाहिँ अब यहाँ पनि त्यस्तै आयो है आज बढी यो आशसँग पनि क्वेसनहरू बढी फोकस भएको छ है किनभने एकैचोटि 2-3वटा 4वटा भयो भने चाहिँ तपाईँहरूलाई क्लियर हुन पनि सजिलो हुन्छ ल हेर्नु त अब अघि मैले भनेकै कुरा निरन्तरताको कुरा कन्टिन्युटीको कुरा पनि छ नि त है निरन्तर एउटा गरेर अर्को गर्ने छ नि यदि यो मान्छे कोही मान्छे चाहिँ बसबाट झरेर छियाछल चढ्नको लागि के गरिरहेछ बसबाट झरिरहेछ चेन्ज गर्नको लागि हो त्यति बेला चाहिँ के हुन्छ पहिला बसबाट झर्छ त्यसपछि फेरि अर्को भूमिगत रेलमा चढ्छ एउटाबाट झरेर अर्कोमा चढ्छ फेरि तपाईँले के पढ्नु भएको छ बस चढ्ने कुरामा चाहिँ के हुन्छ गो नै लाग्छ त्यही अघि मैले भने 99मा चाहिँ पर्सेन्टमा चाहिँ प्रायः गो नै लागेको हुन्छ तर यो एउटा केसमा चाहिँ यदि गलत बस चढ्नु भएको छ गलत सवारी चढ्नु भएको छ र त्यसको कारणले कुनै प्रभाव परेको छ ढिलो भएको छ यस्तो कुरा छ भने प्रायः ढिलो नै हुने हो ढिलो भएको छ भने चाहिँ के हुन्छ आछ हुन्छ अरू बेलामा चाहिँ के हुन्छ गो नै हुन्छ तर झर्ने कुराकोमा चाहिँ के छ भने एउटाबाट झरेर अर्कोमा चढ्दाखेरि के हुने भयो आछ नै लाग्ने भयो है कन्टिन्युटीको कुरा आयो निरन्तरताको कुरा है ऊ बसबाट झरेर फेरि तुरुन्तै के गर्यो अर्को छियाछलमा चाहिँ चढ्यो त्यो यो बसबाट यो मान्छे यहाँ कुनै ठाउँमा चाहिँ किन झर्छ त भन्दा त्यो बसमा छियाछलमा चढ्नको लागि झर्छ है ल धेरै छ यदि कुनै एउटा सवारीबाट झरेर अर्कोमा चढ्छ भने त्यहाँ हुन्छ के हुन्छ आशा हुन्छ त्यही यो चढ्नको लागि नै यो यहाँबाट झर्ने है अनि यो झरेर सिधै चढ्ने अनि कन्टिन्युटी जस्तो भात किन पकाउने खानाको लागि पकाउने भने जस्तै भात पकाएपछि के गर्ने खाने भने जस्तै यसबाट झरेपछि के गर्ने चढिहाल्ने त्यसैको लागि यो यहाँबाट झरेर चढ्छ यो कन्टिन्युटीको कुरा पनि ख्याल गर्ने है त ल अगाडि जाउँ सिपफाल्गुन 18 नम्बरमा के भन्यो भने त थाउम सल्म्यङे आल्माजुन अविरुल खुरिसिप्सी अवि छान्नुहोस् भन्छ है ल त खुइगुक फियोङ फोम भन्छ है स्वदेश फिर्ती खर्च बिमा होइन यो होइन खुइगिक भनेको स्वदेश फिर्ता हुने फियोङ भनेको खर्च फोम भनेको बिमा है अनि छुल्गुक मान्गी फोम भन्छ छुल्गुक मान्गी फोम भनेको हामीलाई कोरिया छोडेर घर जाने बेलामा फाइनलमा है कम्पनीले दिने अथवा बिमा के अरे कम्पनीले दिने चाहिँ के भन्छ यो अवकाश भत्ता बिमा अवकाश भत्ता बिमा अनि अर्को छ खुङमिन्याङ्गुम भनेको नागरिक पेन्सन र अर्को छ खोयोङ फोम भनेको चाहिँ के हो रोजगार बिमा अब यहाँ हामीले बुझ्नुपर्ने कुरा छ है बुझ्नु पर्यो बिमाको बारेमा चाहिँ एकदम कन्सेप्ट चाहिँ राम्रोसँग बुझियो भने चाहिँ एकदम सजिलो हुन्छ है ल खुइगुक फियोङ भनेको हामी कोरियाबाट स्वदेश फर्किने बेलामा अथवा विदेशी मजदुर कोरियाबाट स्वदेश फर्किने बेलामा चाहिँ खर्च लाग्छ भनेर सुरुमै हवाई टिकट खर्च चाहिँ काटेको हुन्छ त्यो चाहिँ यो खुइगुक फियोङ फोम हो है अब अनि विदेशी मजदुरले आफैले एक्लै गर्नुपर्ने बिमा पनि के हो है र यो पैसा चाहिँ के हुन्छ भन्छ यसको बारेमा चाहिँ इल्सिगुम है इल्सिगुम एकैचोटिमा तिर्न पनि सकिन्छ सेवनहरू है 3 पटकमा तिर्न पनि सकिन्छ हो सेवनमा 3 पटकमा तिर्न पनि सकिन्छ इल्सिगुम है अब प्राय नेपालको लागि सायद 5 लाख छ 5 लाख हुन् है यो देशअनुसार फरक पनि हुन्छ कति तिर्ने भन्ने कुरा चाहिँ र एकैचोटि तिर्न पनि पाइयो 3 पटकमा तिर्न पनि सक्यो हो अर्को कुरा के हो यो आफ्नै लागि हो आफै स्वदेश फर्केर आउने बेलामा टिकट हवाई खर्च हो है कहिलेकाहीँ हाङगङ फी पनि भने हुन्छ है हाङगङ फी है खुइको घाल्टे है हाङगङ फी भन्छ है हवाई टिकटको खर्च भनेको है त्यो पनि भयो अब छुल्किक मानको फर्म भनेको चाहिँ तपाईँले 5 वर्षसम्म काम गर्दाखेरि है थोरै रकम चाहिँ थोइजिकुमको रूपमा थोइजिकुम भनेर आउँछ है यसमा प्रायः थोइजिकुमको रकम हो है थोइजिकुम भनेर आउँछ तर यसको लागि के हुनुपर्छ एउटा शर्त छ तपाईँले कम्पनीमा इल्न्यान इसाङ भन्छ 1 वर्षभन्दा माथि चाहिँ काम गरेको हुनुपर्छ इथालप्सी भन्छ नि कम्पनी नछोडिकन नभागिकन कम्पनी नछोडिकन 1 वर्षभन्दा बढी काम गरेको हुनुपर्छ जुनसुकै कम्पनीमा
है। एउटा कम्पनीमा 11 महिना गर्नुभयो, अर्कोमा 11 महिना गर्नुभयो भने तपाईँले दुईटैबाट पाउनु। तर पहिलो कम्पनीमा 12 महिना गर्नुभएको छ भने अथवा 13 महिना गर्नुभयो भने त्यसबाट पाउनुभयो, दोस्रोमा पनि 12 महिना पुगेको हुनु पऱ्यो, नभए पाउनु न। त्यही भएर 1 वर्ष पुरा भएको हुनुपर्छ, अथवा 5 वर्ष एउटै कम्पनीमा गर्नुभयो भने चाहिँ ध्यानमा थुप्रै लिएर आउनु पाइन्छ है। यस्तो हुन्छ। सुरुक मान्ति बम भनेको के रहेछ, 5 वर्षसम्म अथवा तपाईँले 1 वर्षभन्दा बढी काम गर्नुभयो भने, 1 वर्षसम्म कम्पनीमा छोडिकन निरन्तर रूपमा काम गर्नुभयो भने त्यो कम्पनीले चाहिँ तपाईँलाई 1 वर्षमा एभरेज 1 महिनाकोमा जब तपाईँले 1 वर्षमा जति बुझ्नुभयो त्यसलाई 12 ले गुणन गरिदिनु कति हुन्छ एभरेज, त्यस्तै एभरेज पर्ने गरेर दिन्छ है। यसको हिसाब किताब चाहिँ लास्टको 3 महिना हिसाब गरेर 3 महिनामा कति बुझ्यो त्यसको 3 ले डिभाइड गरेपछि 1 महिनाको एभरेज आउँछ। अनि 1 वर्षमा 1 महिनाको एभरेज दिने, त्यही एभरेजको 1 महिनाको दिने हो भनेको 1 वर्षमा 1 महिनाको स्यालेरी छुट्टै आउँछ भनेर बुझ्दा पनि हुन्छ। 5 वर्ष गऱ्यो भने 5 महिनाको स्यालेरी आउने हो, यसरी बुझ्ने है। छुल्कुक मान्दी फर्म। अर्को छ यसमा थोइजिकुम भनेर बढी जोडेको हुन्छ है। अनि अर्को छ खुङमिन्यानगुम है हुन्छ है। खुङमिन्यानगुम भनेको राष्ट्रिय अथवा नागरिक पेन्सन। नागरिक पेन्सन भनेको मान्छेहरू पछि बुढेसकाल भएर स्यालेरी कमाउने अथवा स्यालेरी नपाउने अवस्थामा चाहिँ न्यूनतम स्यालेरी दिने हो। यो यहाँ पनि नेपालमा पनि पिएफ भनेर काटेर पेन्सनहरू दिइरहेको, पेन्सन भनेपछि बुझ्नुहुन्छ है। त्यो पैसा बुढेसकालमा तलब नपाउने बेला, आम्दानी नभएको बेला अथवा आम्दानी कम भएको बेलामा चाहिँ पाउने हो यो खुङमिन्यान। र खोयोङपम भनेको के, यदि कोही मान्छे चाहिँ बेरोजगार भयो है, बेरोजगार भयो भने न्यूनतम उसलाई जीवनयापनको लागि खर्च दिने है, अथवा फेरि पुनः रोजगारको लागि चाहिँ सहयोग गरिदिने, अथवा अझै अर्को काम के पनि गर्छ भने यसले रोजगारीको लागि ट्रेनिङहरू तालिमहरू दिने है। रोजगारको लागि सक्षम बनाउने काम चाहिँ यसले गर्छ। फेरि दर्ता गर्ने कुरा गर्नुभयो भने खुइगु क्योङपम विदेशी मजदुरले गर्नु पर्यो, उइगुकिन खुल्लो जाले गर्ने हो। छुल्कुक मान्गी फर्म सबै साहबजुले गरिदिने हो, साहबजु अथवा साहबजा रोजगारदाताले गरिदिने हो। खुङमिन्यानगम भनेको दुईटैले मिलेर गर्ने हो है। साइङ्जा अथवा खुल्लोजा दुईटैले गर्ने हो, दुईटैले मिलेर गर्ने। साइङ्जा अथवा खुल्लोजा दुईटैले मिलेर गर्ने हो खुङमिन्यानगम भनेको। पेन्सन आउने भनेर दुईटैले जोडेर हो नि त। अनि रोजगार बिमा पनि के गर्ने हो, दुईटैले गर्ने है। रोजगार बिमा पनि दुईटैले गर्ने है। सन्दापन अब यहाँ के अरे माथि पढौँ त। यी फोमन यो बिमा चाहिँ नोर्याङ भनेको के, बुढ्यौली अथवा बुढेसकाल भनौँ न पछाडिको बुढ्यौली। छाङ्गे भनेको अपाङ्गता है। थुङ्गोरो आदिद्वारा सोधोकुल अम्नुन भन्छ, के नभएको, आम्दानी नभएको। मैले अघि पनि भने नि बुढेसकालमा है, आम्दानी नभएको। थाङसाजा भनेको त्यो भोग्ने व्यक्ति है, सम्बन्धित व्यक्ति है, व्यक्ति र है त्यो व्यक्ति, त्यो भोगेको व्यक्ति र युजोगे सेङमाल भन्छ त्यसको जुन त्यसमा निड अथवा के भन्छ त्यसमा चाहिँ भर पर्ने है, के अरे के भन्छ निर्भर भएका, त्यसमा त्यो व्यक्तिमा निर्भर भएका व्यक्तिको चाहिँ जीवनयापनलाई ग्यारेन्टी गर्नको लागि भन्छ है। खोजाङ आगे ग्यारेन्टी गर्नको लागि है खाइ बामिदा दर्ता गरिन्छ भन्छ हो है। उही छ दर्ता गरिन्छ खाइ बामिदा भन्छ। भनेपछि बुढेसकालमा आम्दानी नभएको बेला चाहिँ उसलाई र उसको परिवारलाई अथवा उसको उसमा निर्भर भएको व्यक्तिलाई चाहिँ जीवनयापनको लागि सुरक्षा गर्नको लागि, ग्यारेन्टी गर्नको लागि दर्ता गरिन्छ भने के रहेछ यो खुङमिन्यानगम। यो विदेशी को लागि छ कि छैन भन्नु होला, छ। नेपालको लागि नभएको, विदेशीको लागि छ। नेपालको लागि चाहिँ कस्तो भने नेपालमा यो दुई सरकारको आपसी सहमतिपछि अथवा आपसी समझदारीपछि मात्रै हुने भएको हुनाले यो हाम्रो समझदारी नबनेको भएर मात्रै हो, नत्र विदेशीहरूको लागि पनि यो बिमा चाहिँ छ है। ल हेर्छौँ। थाउम गुरुलिलको मुवासे थ्यान खोरेन्जी फोरो सिप्सियो भन्छलाई होइन के को बारेमा खुलो छान्नुहोस् भन्छ। उङ्गुप छची फाङबप भन्छ है हेर्दा उङ्गुप छची। उङ्गुप छची आकस्मिक उपचारको तरिका।
तरिका। अनि वाहक मूलजिल सायम्भव भन्छ है, रासायनिक पदार्थको प्रयोग तरिका, प्रयोग विधि है त। अनि सानक छे एवाङ सूचित भन्छ है, औद्योगिक है दुर्घटना अथवा चोटपटक है रोकथामको नियम। है अब अर्को छ छङ्गी आन्जङ ख्युजङ भन्छ है, अन्त विद्युतीय सुरक्षाको नियम अथवा गाइडलाइन्सहरू है। ल अन्त अब यहाँ के बुझ्नु पर्यो, यदि कोही मान्छेलाई केही भयो भने कसरी त्यसलाई उपचार गर्ने, रेस्पोन्स गर्ने भन्यो भने चाहिँ यो आकस्मिक उपचारको तरिका भयो। यदि रासायनिक पदार्थको काम गर्दै हुनुहुन्छ र त्यति बेला चाहिँ कसरी प्रयोग गर्ने भन्यो भने चाहिँ यो चाहिँ रासायनिक पदार्थको प्रयोग भयो। र औद्योगिक दुर्घटना हुन नदिनको लागि पहिल्यै गर्ने है, रोकथाम भनेको त के हो, नहुँदै पहिल्यैदेखि गर्ने हो नि त, हो यो चाहिँ भयो। त्यसपछि गएर अनि छङ्गी आन्जन ख्युजङ भनेर नि है, अब विद्युतीय सामानहरू प्रयोग गर्दैछौँ, विद्युतीय कुराहरू अथवा विद्युतसँग सम्बन्धित कुराहरूको बारेमा सुरक्षा अपनाउने कुरा छ भने के भयो ल चाहिँ। अब यहाँ के भन्छ, सानक छेरुल एबाङ हागी उये भन्छ औद्योगिक दुर्घटना अथवा चोटपटकलाई चाहिँ के गर्नको लागि, औद्योगिक दुर्घटनाहरू रोकथाम गर्नको लागि, रोकथामको लागि आन्जन फोगन है ख्युगुल भन्छ सुरक्षा स्वास्थ्य तालिमलाई सिलसिलाको सञ्चालन गर्ने। अनि छाकप छुङ हेनुन काम चलिरहेको बेला, काम गरिरहेको बेलामा चाहिँ छनअनुल छादान हेया भन्छ है, अनि छाकप छुङ हेनुन काम चलिरहेको बेलामा चाहिँ छनन पावरलाई चाहिँ छादान हेया हाम्निदा भन्छ है। हेर्नु त पावर चाहिँ के गर्नुपर्छ, छनअनुल पावरलाई चाहिँ छादान हेया हाम्निदा कटक गर्नुपर्छ। तुवान अझै छाकप फाल्फान वा है काम गरिरहेको बेलामा चाहिँ के गर्नु पर्यो, पावरलाई अफ गर्नु पर्यो। त्यस्तै है अझै छाकप फाल्फान है काम गर्ने जुन जहाँ उभिएर काम गर्नुहुन्छ त्यो है टेक्ने ठाउँ है फाल्फान र आन्जान नान्गान है। हेर्नु जुन के भन्छ फिकेमा चाहिँ खटमा चाहिँ हामी छाकप फाल्फान अनि आन्जान नान्गान भनेको सुरक्षा रेलिङहरूलाई है सल्सी हाम्य के गर्दै सेट गर्दै फाङ्गो छाङ्ची रुल, फाङ्गो छाङ्ची भनेको के, फाङ्गो छाङ्ची भनेको चाहिँ के गर्ने सुरक्षा कभरहरू है, सुरक्षा कभरका डिभाइसहरू चाहिँ के गर्ने है हेछेसा नुन, हेछेसा भनेको हटायो भने चाहिँ अन्यमिता हुँदैन भन्छ। जब त्यो दुर्घटना रोक्न चाहिँ जुन सुरक्षा कभर लगाएको छ त्यसलाई हटाउनु चाहिँ हुँदैन भन्छ। त्यस्तै खेइन फोगुइन आन्जन्मो भन्छ व्यक्तिगत सुरक्षा सामग्रीहरू जुन आन्जन्मो है सेफ्टी हेलमेट, आन्जनले अनि सेफ्टी झुन्डेर काम गर्दा लगाउने त्यो जुन बेल्ट हुन्छ है शरीरमा लगाउने, आन्जन वा सुरक्षित जुत्ता, छाक्यौँ नानुन गत्तो लगाउने कुरा पनि छुङ्गे हामीलाई महत्त्वपूर्ण हुन्छ। भनेपछि यी सबै केका लागि हुन्छ भन्दा औद्योगिक दुर्घटना रोकथाम गर्नको लागि है। सिम्पल क्वेसन, सम्झा पनि सम्झनु ल। अब अगाडि जाउँ इसिप वनमा के भन्यो भन्दा याङसीको अबे फाल्छन् भन्छ है। अन्त माछा पालन सेक्टरको अथवा व्यवसायको विकास क्षेत्रको अथवा सेक्टरको अथवा व्यवसायको विकास। अनि हेयाङ ओयम मुन्जे भन्छ है, हेयाङ ओयम मुन्जे भन्छ है, हेयाङ
सामुद्रिक प्रदूषण, ओएम भनेको प्रदूषणको समस्या। त्यस्तै सुसानमुरे सोबी छुङ्गा भन्छ हैन त। सुसानमुरे सीफुडहरू, सामुद्रिक पदार्थ अथवा सामुद्रिक खाद्यान्नहरू, सीफुडहरू, खाद्यान्नको चाहिँ उपभोग वृद्धि। है त्यस्तै छन्थुङ अबे यक्सा भन्छ है। परम्परागत है माछा मार्ने व्यवसायको यक्सा भनेको इतिहास यस्तो भनेर हैन त। के को बारेमा भनेको भन्छ, माछा पालनको क्षेत्रको विकास भनेको हो कि सामुद्रिक प्रदूषणको समस्याको बारेमा भनेको हो कि सामुद्रिक पदार्थहरू जुन खाद्यान्न छ, सीफुडहरू छ, त्यसको उपभोगमा वृद्धि भएको कुरा भनेको छ कि अथवा परम्परागत माछा मार्ने व्यवसायको इतिहासको बारेमा भनेको छ। त्यो हामीले यो पढेर सिलेक्ट गर्नुपर्ने, छान्नुपर्ने हुन्छ ल। हेर्नु त, हाङ्गुके याङ्सी गबन कोरियाको माछा पालन व्यवसाय चाहिँ यङ्गुन हे छ भन्छ। यङ्गुन हे भनेको चाहिँ त्यो तटीय क्षेत्र है। तटीय क्षेत्रकोमा है छोगेर्यु भनेको यो घोङ्गी किराहरू लगायतका है। अनि यो छोगेर्यु भनेको खास के हुन्छ भने बाहिर कभर, हार्ड कभर भएका जीवजन्तुहरू हुन्छन् तिनीहरू है। हार्ड कभर जस्तो घोङ्गी किरा भयो, अनि त्यसपछि गएर खिल भयो हो, यिनीहरू है। ओस्टर माछाहरू छन् हो यिनीहरू। अनि त्यसपछि हेजोर्यु भनेको सामुद्रिक वनस्पतिहरू है। यो हार्ड कभर, यो हार्ड कभर भन्नुको अर्थ बलियो कभर भएका है भन्दा हुन्छ है। हार्ड कभर भएका जन्तु है, यो जीव हो है। अनि हेजोर्यु भनेको वनस्पति, जस्तो हामी मियाकुकहरू, खिमहरू भन्छौँ नि, वनस्पति। अनि अर्यु भनेको माछा आदिलाई चाहिँ याङ्सी धानुन सानाबुरो भनेको पाल्ने अथवा हुर्काउने, फार्म गर्ने है हो। फार्मिङ गर्ने, हुर्काउने उद्योगको रूपमा, सेक्टरको रूपमा चाहिँ, क्षेत्रको रूपमा हेयाङे छावन फाल्ली भन्छ है। सामुद्रिक है जुन यो के छ समुद्रमा चाहिँ जुन यो के भन्छ स्रोतहरू, सामुद्रिक स्रोतहरूको व्यवस्थापन र सुसानमुल खुङ्गुबेस भन्छ है। सीफुडहरूको सप्लाई अथवा के भन्छ पूर्ति गर्ने अथवा सप्लाईमा चाहिँ महत्त्वपूर्ण यक्वारुल है, महत्त्वपूर्ण भूमिका, छुङ्ग्योहान यक्वारुल महत्त्वपूर्ण भूमिका चाहिँ आगो इसिमिदा खेलिरहेको छ भन्छ। इसिप युनियन सुसानमुल भन्छ हो। 2022 को चाहिँ 22 सालको सुसानमुल है सामुद्रिक फुड, यो सीफुडहरू छ नि सुसानमुल हो। सीफुडको सेङसान्द्रियन उत्पादन भोल्युम छ नि, उत्पादनको मात्रामा चाहिँ याङ्सिक अब चाहिँ माछा पाल्ने चाहिँ माछा मार्ने, यो माछा पाल्ने, अनि यो माछा मार्ने। तपाईँले यसमा के बुझ्नुपर्छ भने याङ्सिक अब र अबमा के फरक भयो भन्दा याङ्सिक अब भनेको चाहिँ समुद्री किनारको छेउछाउमा अथवा बाहिर व्यक्तिले अथवा छुट्टै रूपमा पालेर त्यसपछि त्यो माछा मार्ने, माछा बेच्ने अथवा त्यसको व्यवसाय भयो। र अब भनेको चाहिँ तपाईँले समुद्रमा, तालमा, खोलामा माछा मार्ने कुरा चाहिँ अब भयो। यसरी बुझ्नु पर्यो, माछा मार्ने है। यो याङ्सिक अबले चाहिँ अबलाई चाहिँ छोवा लायो भने क्रस गरेर कटेर त्यसलाई जितेर भनेको है, जितेर त्योभन्दा अगाडि है हाङ्गुकुन छन्सेके कोरिया चाहिँ पुरै विश्वको साङ्गुई है, त्यो जुन उच्च स्तरमा चाहिँ है, उच्च यल्गे खुगे भन्छ 10वटा देशमा, उच्च जुन उत्कृष्ट 10 देशमा चाहिँ 10 देशमा फार्म फेमिदा समावेश भएको छ भन्छ। भनेपछि के रहेछ, माछा पाल्ने कुराले माछा मार्ने कुरालाई पनि जितेर जुन केमा सेङसानमुल है, सेङसानन्याङमा रहेछ हो है। यो सीफुडको उत्पादनमा चाहिँ, उत्पादनको मात्रामा चाहिँ माछा पाल्ने कुराले चाहिँ माछा मार्ने कुरालाई जितेर विश्वकै के रहेछ 10वटा उत्कृष्ट देशहरूको लिस्टमा अथवा समावेश भएको रहेछ भनेर भन्छ है। यसले के को बारेमा कुरा गरिरहेको छ भन्दा के को बारेमा कुरा गरिरहेको छ, याङ्सिक अब
ए फाल्छन् याङ्सी गप चाहिँ विकास भएर संसारकै 10 भित्रमा पर्यो अनि अबलाई पनि जितेर गयो भनेर भन्छ है। ल छन्दापन इल बनिन्छ है त। ल यो सेटको रिडिङ पार्ट चाहिँ सिकेको छ यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। यहाँहरूको समय शुभ रहोस्, परीक्षा राम्रोसँग दिनु होला है। मेरो धेरै धेरै शुभकामना छ है। सबैको सपना एउटै हो, सबैजनालाई कोरिया जान मन छ, पैसा कमाउन मन छ हैन, आफ्नो आर्थिक स्थिति सुधार गर्न मन छ। त्यही भएर तपाईँहरू सबैको सपना पुरा होस्। यहाँहरू सबैलाई शुभकामना, धन्यवाद, नमस्कार, जामिला।